साउन्ड क्लियर छ है ठिक छ एकचोटि म फेसबुकमा गइहालेँ ल ल एडुसफ एकाडेमीको युट्युबमा लाइभ हेर्नुहुने सम्पूर्ण साथीहरूलाई स्वागत छ के छ युट्युबमा हुनु साथीहरू तपाईँले आवाज सुन्नु भएको छ मेरो क्लियरली ल सुन्नु भएको छ भने च्याट बक्समा लेखिदिनुहोस् ल हजुरहरूले ल आज हामी भेन डायग्राम पार्ट 2 सुरु गर्न गइरहेका छौँ युट्युबमा ओके युट्युबमा अहिले मैले लाइभ देखिरहेको छैन है सायद सुन्नु भएको छैन खोइ नमस्ते फ्रम बजाङ भन्नुभएको छ ल काजीजी सुन्नु भएको छ मेरो आवाज के छ आवाज सुन्नु भएको छ भने यस भन्नुहोस् त मलाई ल सुनेको छ भन्नुभएको छ ल प्लिजमा थ्याङ्क यू ल म सेसन सुरु गर्छु है त सबैजना आइपुग्नु भयो ल आज अलिकति फास्ट जान्छु किनकि एक त क्यामेरामा चार्ज पनि कम छ र अर्को चाहिँ तपाईँहरूलाई मैले एक्स्ट्रा क्वेसन गराउँछु भनेर मैले क्वेसन पनि प्रिपेयर गरेको थिएँ तर अनफर्चुनेटली सेभ भएन सो ठिक छ केही छैन पछि फेरि तपाईँलाई म गराइहाल्छु पछि तपाईँको टेस्टमा है स्क्रिन क्लियर छ म सुरु गरेँ है ब्लर छैन होला कसैको स्क्रिनमा त्यस्तो ब्लर देखिएको छ छैन है सायद क्लियर हुनुपर्छ यदि ब्लर छ भने तपाईँको तपाईँकोमा चाहिँ इन्टरनेटको प्रब्लम छ भनेर बुझ्नु होला है ल वेलकम ब्याक एभ्रिवान नमस्ते सबैजनालाई म सुनिल छेत्री यहाँहरूलाई एडुसफ एकाडेमीद्वारा सञ्चालित खड्दार तहको आइक्यू अर्थात् बोस्ट क्लासमा चाहिँ स्वागत गर्न चाहन्छु म यतिको बोल्दा पक्कै पनि तपाईँलाई चाहिँ क्लियर छ भन्ने मैले आशा लिएको छु है तर अलिकति तपाईँको त्यस्तो प्रब्लम भयो भने तपाईँ च्याट बक्समा राख्न सक्नुहुन्छ म तपाईँको च्याट हेरिहाल्छु हिजो हामीले भेन डायग्राम सुरु गरेका थियौँ है ठिक छ ल आज अलिकति नमस्ते एभ्रिवान साउन्ड क्लियर छ भन्नुभएको छ ल हिजो हामीले भेन डायग्राम सुरु गऱ्यौँ र लगभग तपाईँको चाहिँ एनालाइसिस बेस सकाएर रिलेसन बेसको चाहिँ 50% कन्सेप्टलाई चाहिँ हामीले कभर गरेका थियौँ सो आज हामी त्यसपछि अरू नेक्स्ट क्लासलाई हामी नेक्स्ट कन्टेन्टलाई चाहिँ कन्टेन्ट सुरु गर्नेछौँ र यो आज त तपाईँको लास्ट हो है तपाईँलाई मैले एडमिसन गर्नको लागि आजसम्म तपाईँलाई चाहिँ टाइम थियो है सो खड्दारको कम्प्लिट कोर्स सुरु भएको छ एडुसफ्टमा फर्स्ट पेपर सेकेन्ड पेपर थर्ड पेपर तपाईँहरू चाहिँ आजसम्म तपाईँहरू यदि क्लासमा इन्रोल हुन चाहनुहुन्छ भने फेरि पनि म तपाईँलाई नम्बर दिन्छु 9851255995 तपाईँ यसमा म्यासेज गर्दा पनि हुन्छ वाट्सएपमा तपाईँलाई मैले क्युआर कोड सेन्ड गरिदिन्छु तपाईँले चाहिँ अनि पेमेन्ट गरेर हजुरले चाहिँ एडुसफ एकाडेमीको एप डाउनलोड गरेर पनि तपाईँले चाहिँ साइन अप गर्नुभएको इमेल आइडी सेन्ड गर्नुभयो भने तपाईँलाई हामी कोर्समा इन्रोल गर्छौँ नभए तपाईँले चाहिँ 01590159 पनि तपाईँले चाहिँ वाट्सएप गर्नु सक्नुहुन्छ जस्तै 9840221223 मा है सो अहिले तपाईँहरू चाहिँ यसमा तपाईँ कन्ट्याक्ट गर्नुभयो भने तपाईँलाई मैले क्लास सकेपछि तपाईँलाई मैले रिप्लाई गर्नेछु क्युआर कोडको लागि र तपाईँहरू चाहिँ अहिले इन्रोल हुनुभयो भने तपाईँहरू 5000 मा यो कोर्स जोइन गर्न सक्नुहुन्छ सो सन्डेबाट तपाईँको चाहिँ यो फी पनि इन्क्रिज हुन्छ र सँगसँगै जुन तपाईँलाई चाहिँ हामीले फ्रीमा जुन यो ब्रह्मास्त्रको लेखनसिप कक्षा गर्छौँ पछि त्यो पनि तपाईँको चाहिँ एराउन्ड तपाईँको चाहिँ 4000 को यो फी रहनेछ सो यो तपाईँले चाहिँ एक्स्ट्रा पे गर्नुपर्ने हुन्छ है सो यो हप्ताको लागि चाहिँ हामीले यो अफर राखेका थियौँ राति 12 बजीसम्म ठिक छ ल यहाँ तपाईँको क्युआर कोड पनि छ तपाईँले चाहिँ यसलाई स्क्रिनसट लिन सक्नुहुन्छ ठिक छ सो यहाँ ए नम्बर पनि छ सो यसमा तपाईँलाई मैले एक्स्ट्रा नम्बर दिएँ 9851255995 यो चाहिँ मेरो नम्बर हो तपाईँ यसमा पनि म्यासेज गर्नुभयो भने म तपाईँलाई रिप्लाई गर्नेछु राति 12 बजीसम्म ठिक छ ल अब सुरु गर्छु म तपाईँलाई मैले भेन डायग्राम भनेको थिएँ भेन डायग्राम दुई टाइपको पढ्नुपर्छ एउटा एनालाइसिस बेस अब रिलेसन बेस एनालाइसिस बेस तपाईँले यो पटक इक्जाममा आउन सक्ने सम्भावना भएको है सो यसलाई तपाईँले ध्यान दिएर हेर्नु होला सबै हामी गरिसकेका छौँ र रिलेसन बेसमा पनि हामीले केही कन्सेप्ट त हामीले क्लियर गरेका थियौँ कति नम्बरसम्म पुगेका थियौँ कसरी थाहा छ ल भन्नु त कन्सेप्ट नम्बर कहाँसम्म पुगेको थियौँ हामी 5 सम्म हो 6 बाट सुरु गर्ने हो के छ 5 सम्म थियो हैन हामी मेरो मोबाइल कहाँ गयो खै ल मैले अब तपाईँको चाहिँ अहिले
युट्युबमा म्यासेज गर्नुभएको साथीहरूको नि त रिप्लाई हेर्नु पर्ला मैले है। सो तपाईँहरूको म रिप्लाई हेर्दैछु। मलाई 1 मिनट समय दिनु ल। ओके, तपाईँको रिप्लाई म केमा हेरौँ? 1 मिनट ल। ल ओके, ल म सेसन सुरु गर्छु अब है। सो कन्सेप्ट नम्बर 6 बाट हो के छ? 5 सम्म आएको थियो है, 5 सम्म आएको थियो। सो हामी 6 बाट सुरु गर्छौँ है। सो 6 नम्बर कन्सेप्टमा तपाईँले देख्न सक्नुहुन्छ यहाँ के छ भन्दा तपाईँको 6 नम्बर क्वेसन कन्सेप्टमा चाहिँ यहाँ तपाईँले देख्न सक्नुहुन्छ ए बी र सी हो। यो तीनटै के छ त? इन्टरकनेक्टेड छ हो। सबै ए को सम्बन्ध बी सँग छ, सी सँग छ, बी को ए र सी सँग छ, सी को ए र बी सँग छ है। सो तीनटैको सम्बन्ध छ भनेपछि तीनटैको कमन पार्ट के हो त? यो भनेपछि तीनटै एकअर्कासँग चाहिँ इन्टरलिङ्क छ भन्ने कुरा। सो के छ त? इफ 3 आइटम्स आर पार्टली रिलेटेड टु इच अदर हो, सबै के छ नि त? पार्टली रिलेटेड टु इच अदर भनेर तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ। एक्चुअली म युट्युब पनि चेक गरिहाल्नु ल। हुन्छ ओके, ल हामी 41 जना छौँ, लाइक जम्मा 22 वटा छ, ठिक छ ल। मैले पनि लाइक गरेँ, 23 वटा भयो। सो तपाईँहरू लाइक गर्नु होला र सँगसँगै तपाईँहरू एकदम एक्टिभली देश डुब्नु लाग्यो है। हजुर, एकदम देश डुब्नु लाग्यो के होइन, अनएक्सपेक्टेड केही घटना पनि भयो है, यसले गर्दा अलिकति ठिक छ। अब यस्तो छ, अब देश डुबाउनुमा हाम्रो पनि केही इन्डाइरेक्टली पनि हाम्रो हात चाहिँ छ है, किनकि हामीले नै चुनेर होइन पठाएको प्रतिनिधित्वले चाहिँ देश डुबाउनु लाएका हुनु होला के हुन् होइन, त्यो कुरा छोडौँ, पोलिटिक्सको कुराले नगरौँ। अहिले हामी लोकसेवाको कुरा गरौँ है। पछि हामी फेरि यो लाइभ अफ गरेपछि पर्सनली कुरा गरौँला। यदि कुरा गर्न मन लाग्यो नि जुम आइडी पासवर्ड प्रयोग गरेर आउनु होला है त ल। अब यसमा के हुनसक्छ भन्दा तपाईँको जस्तो अथर, मेन र टिचर भनेर तपाईँ देख्न सक्नुहुन्छ है। यो कुरामा अलिकति तपाईँ ध्यान दिनुहोस् है। मैले तीनटा अलग अलग प्रोफेसनको मैले हिजो कुरा गरेको थिएँ, डक्टर, लयर र इन्जिनियर भनेर, ठिक छ। त्यो र यो तपाईँको चाहिँ फरक हुन्छ। जस्तो राइटर, सिङ्गर होइन, टिचर भन्ने कुरा आउँला। सो यो अलिकति फरक छ। त्यसमा हामी के गर्नुपर्छ भन्दा हामीसँग इक्जाममा चाहिँ अप्सन के छ त्यसको आधारमा हामी के गर्नुपर्छ त त्यसलाई जज गर्नुपर्छ। एकदम ध्यान दिनुहोस् है। जस्तै यहाँ हेर्नु भने अथर, मेन र टिचर छ। द्याट मिन्स के त? अथर मात्रै केही मेन हुन सक्छन्, केही वुमेन हुन सक्छन्, अथर मात्रै केही टिचर हुन सक्छन्, टिचर मात्रै केही मेन, केही चाहिँ तपाईँको चाहिँ अथर हुन सक्छ, र मेन मात्रै केही टिचर, केही चाहिँ अथर हुन सक्छ भने चाहिँ तिनटै के हो त? इन्टरकनेक्टेड भयो। त्यो हो तपाईँको चाहिँ यो भेन डायग्रामले यो एलिमेन्टलाई हामी चाहिँ यो भेन डायग्रामले के त रिभिजन गर्छौँ। त्यस्तै अर्को के छ त? बोइज स्टुडेन्ट र एथलेटिक्स छ हो। सो बोइज मात्रै केही स्टुडेन्ट हुन सक्छन्, केही तपाईँको एथलेटिक्स पनि हुन सक्छन्, स्टुडेन्ट मात्रै केही एथलेटिक्स पनि हुन सक्छन्, केही तपाईँको चाहिँ बोइज पनि हुन सक्छन्, ठिक छ। टल म्यान, नेप्लिज र ब्ल्याक हेयर भनेको छ। अग्ला मान्छे मध्ये केही नेप्लिज हुन सक्छन्, केही अरू कन्ट्रीका हुन सक्छन्, अग्ला मान्छे मध्ये केही कसैको चाहिँ कपाल कालो पनि हुनसक्छ। नेप्लिज मध्ये के अग्ला छन्, केही तपाईँको चाहिँ कालो कपाल भएको हुन सक्छन्, कालो कपाल भएको मान्छे मध्ये केही चाहिँ तपाईँको नेप्लिज हुन सक्छन्, केही तपाईँको चाहिँ टल म्यान पनि हुन सक्छन्, केही कोही सर्ट पनि हुन सक्छन् होइन। सो तिनटै कनेक्टेड छ। अर्को गभर्मेन्ट इम्प्लोइज, क्लर्क र एजुकेटेड पर्सन भनेको छ। गभर्मेन्ट इम्प्लोइ मध्ये के चाहिँ क्लर्क हुन सक्छन्, जो अफिसमा काम गर्ने, केही तपाईँको चाहिँ एजुकेटेड पर्सन पनि हुन सक्छन्, र एजुकेटेड पर्सन मध्ये वा क्लर्क मध्ये केही तपाईँको चाहिँ गभर्मेन्ट इम्प्लोइ, केही तपाईँको एजुकेटेड पर्सन चाहिँ यो तिनटै के छ नि त इन्टरकनेक्टेड छन्। त्यसलाई हामी यस्तो खाले भेन डायग्रामले प्रतिनिधित्व गर्छौँ, ठिक छ। कन्सेप्ट नम्बर 7 मा जाउँ। यो प्र्याक्टिसको लागि तपाईँलाई मैले क्वेसन दिएको थिएँ, नोट्स तपाईँलाई आइसकेको छ। के अरे SHUNILCHHETRRI छेत्री यो फेसबुक पेजमा गएर हेर्नु होला है, ठिक छ। त्यहाँ नोट्स आइसकेको छ। बाँकी मैले यहाँ केही क्वेसनहरू प्र्याक्टिस गर्न राखेको छु। के छ, म अहिले यसमा क्वेसन प्र्याक्टिस गरौँ कि हामी पहिला कन्सेप्ट सकाउँ फेरि ब्याक आउँला है।
किनकि फेरि इन केस तपाईँको क्यामेरा अफ भयो भने त सक्यो, फेरि आज यिनी अब भ्याउनै पर्ने छ। ठिक छ, सो पहिला म तपाईँलाई कन्सेप्ट सघाउँछु, जब 3टा कन्सेप्ट बाँकी छ अब। ठिक छ, सो कन्सेप्ट नम्बर 7मा के छ भन्दा तपाईँले चाहिँ यहाँ देख्न सक्नुहुन्छ। म सोध्छु एकजनालाई को बोल्ने ल भन्नु त, ल जसले भिडियो अन गर्नु उहाँलाई सोध्छु म। ल त्यो भिडियो अन गर्नु पर्यो। कहिले नबोल्ने मान्छेलाई बोलाउँछु ल म आज, यो नाम नराख्ने त म बोलाउँदिनँ। ल राधिकाजी तपाईँ बोल्नुहोस् त, माइक यसै पनि तपाईँ सबै बोल्न सक्नुहुन्छ। फेरि पनि पर्सनली मैले तपाईँलाई राधिकाजीलाई बोलाएँ। मेरो आवाज सुन्नु भएको छ राधिकाजी? हेलो, ल यो तपाईँले यहाँ देख्नु भएको छ, ए बी र सी देख्नु भएको छ। यसलाई एक्सप्रेस गर्नुहोस् त, कसरी तपाईँले यसलाई तपाईँले चाहिँ एक्सप्रेस गर्नुहुन्छ। आज चाहिँ मेरो फर्स्ट डे हो सर। केही छैन, मैले आफूले जाने अनुसार चाहिँ एकदम अनु बी युनियन ए माइनस सी हो। ल तपाईँ मतलब साइन्स पढ्नु भयो? हजुर। तपाईँ बोल्ने थाहा पाएँ मैले। ठिक छ, त्योभन्दा पनि हामीले के मैले भर्खरै एउटा कन्सेप्ट गराएँ हो, तिनटैको सम्बन्धलाई हामी के त भेन डायग्राम जनाउँछौँ। ठिक छ, सो यसमा चाहिँ के छ भन्दा तपाईँको चाहिँ ए र बी को सम्बन्ध हेर्नु पर्यो भने ए बी भित्र छ हो। सो द्याट मिन्स ए कम्प्लिटली बिलोङ्स टु द बीसँग छ। एकछिन, फर्स्ट आइटम्स कम्प्लिटली बिलोङ्स टु द सेकेन्ड आइटम हुन सक्छौँ, र थर्ड आइटम्स इज इन्टायरली डिफ्रेन्ट फ्रम ए एन्ड बी होइन। सी चाहिँ के त तपाईँको चाहिँ एसँग ए भन्दा पनि फरक छ र बी भन्दा पनि फरक छ हो। कुरा बुझ्नुभयो? यसरी हामी एक्सप्रेस गर्छौँ है। ठिक छ, ल हेर्नु त, वान आइटम्स बिलोङ्स टु द क्लास अफ सेकेन्ड, वान आइटम भनेको तपाईँको ए भयो। ठिक छ, बिलोङ्स टु द क्लास अफ सेकेन्ड आइटम भनेको चाहिँ बी भयो, र थर्ड आइटम चाहिँ इन्टायरली डिफ्रेन्ट फ्रम द टू। ए सी चाहिँ तपाईँको चाहिँ थर्ड आइटम भनेको तपाईँको चाहिँ थर्ड आइटम चाहिँ तपाईँको चाहिँ सी भयो। सो जुन सी चाहिँ ए र बी भन्दा इन्टायरली के छ त डिफ्रेन्ट छ भन्नु खोजेको है। यसरी तपाईँले चाहिँ एक्सप्रेस गर्नुपर्छ। ठिक छ, सो अब यसमा केही इक्जाम्पलहरू हेर्नु, जस्तो तपाईँ यहाँ देख्न सक्नुहुन्छ, लायन छ, कार्निभोरस छ, काउ छ। किनकि अब यो कार्निभोरस भित्र के पर्छ त, लायन पर्छ। ठिक छ, लायन के हो त, मांसाहारी हो। कार्निभोरस भनेको तपाईँको के त, त्यसलाई मांसाहारी भन्छौँ नि त होइन, भने तपाईँको चाहिँ लायन कार्निभोरस भित्र पर्छ, मांसाहारी भित्र। तर काउज के हो त, यो त घाँसपात खाने हर्बिभोरस भित्र पर्छ नि त, शाकाहारीमा पर्छ भने तपाईँको त काउ चाहिँ हर्बिभोरसमा पर्छ। अब यहाँ तपाईँलाई मैले जति पनि इक्जाम्पलहरू राखेको छु साथीहरू, तपाईँलाई ओहो यति मात्र पढेर हुन्छ नि छैन, योसँग सम्बन्धित केही विषयवस्तुहरू तपाईँले चाहिँ गुगलमा खोज्ने हो। ठिक छ, जस्तै मैले तपाईँलाई के भने त भर्टेब्रेट्स इनभर्टेब्रेट्सको कुरा सिकाएँ हो, ढाड भएका र ढाड नभएका जनावरको बारेमा भने, त्यस्तै तपाईँको चाहिँ यो कार्निभोरस हर्बिभोरस अम्निभोरसको कुराहरू गराएँ। ठिक छ, ठिक छ, यस्तै तपाईँको चाहिँ अब अरू के पढ्छौँ हामी यहाँ, जस्तै तपाईँको चाहिँ प्लानेटको कुराहरू आउला थियो। आज मैले क्वेसन बनाएको थिएँ, तर अनफर्चुनेटली त्यो क्वेसनै तपाईँको चाहिँ सेभ भएन है। त्यो भएर चाहिँ त्यसलाई म फेरि पछि फेरि तपाईँलाई चाहिँ त्यो विभिन्न साइटबाट निकालेको थिएँ, त्यो म तपाईँलाई फेरि म गरिहाल्छु, टेन्सन लिनु पर्दैन। ठिक छ, अब अर्को हेर्नु त, अर्थ सी र सन छ। यो पनि इक्जाममा आएको क्वेसन हेर्नु त, यो अर्थ छ सी छ भनेपछि सी भनेको त तपाईँको अर्थभित्र पर्ने होइन र हो नि, तर सन के हो त, सन भनेको अलग भनेपछि तपाईँको चाहिँ अब जस्ट तपाईँले के बुझाउँछ भन्दाखेरि तपाईँको चाहिँ लायन भनेको तपाईँको चाहिँ ए हो, कार्निभोरस भनेको तपाईँको चाहिँ बी हो, र काउ भनेको सी हो। त्यस्तै तपाईँको चाहिँ यहाँ अर्थ चाहिँ बी हो, सी चाहिँ ए हो, र सन चाहिँ के हो तपाईँको चाहिँ सी हो। अर्को काउज छ, क्रोच छ, म्यामल छ भनेपछि यो काउज के हो त, म्यामल्सतिर पर्छ, तर क्रोच भनेको तपाईँको चाहिँ बर्डमा पर्छ भने तपाईँको चाहिँ यो चाहिँ तपाईँको चाहिँ सी भयो। अर्को नाइट्रोजन, एयर र आइस छ भनेपछि नाइट्रोजन के हो त, एयरभित्र पर्छ, तर आइस चाहिँ अलग हो, तर सी चाहिँ यो भयो भनेपछि बी यो भयो, नाइट्रोजन चाहिँ ए भयो है। हिजो पनि कसैले सोध्नु भएको थियो होइन, तपाईँको अक्सिजन, वाटर र के सोध्नु भएको थियो, एयर सोध्नु भएको थियो। अर्को यहाँ इन्जिनियर छ, ह्युमन बिङ छ र डग छ भनेपछि डग के भयो त, सी भयो, किनकि इन्जिनियर चाहिँ ह्युमन बिङ्सभित्र पर्छ र डग चाहिँ इन्टायरली डिफ्रेन्ट भयो। अर्को भेजिटेबल, टोमेटो, फ्रुट्स, यो पनि इक्जाम पोइन्ट अफ भ्यूले इम्पोर्टेन्ट छ, इक्जाममा आएको छ है। अब यसमा चाहिँ के हुन्छ भन्दा तपाईँ हालाकि तपाईँले चाहिँ यदि कन्सेप्चुअली तपाईँ क्लियर नभए मिलाउनु सक्नुहोला, किनकि यसमा हुने भेन डायग्राम भनेको तपाईँको चाहिँ एनी हो, किनकि तपाईँको एउटा अर्को भित्र हुन्छ, अर्को फरक हुन्छ हो। तर के हो भन्दा तपाईँको चाहिँ तपाईँले टमाटरलाई भेजिटेबल भित्र राखेर फ्रुट्सलाई अलग राखे पनि तपाईँको मिल्नु त मिलियो हो नि त होइन, तर
दिस इज लजिकली इनकरेक्ट। ठिक छ, यसको सही के हो त तपाईँको भन्दा टोमेटो चाहिँ तपाईँको चाहिँ फ्रुट्सभित्र पर्छ। ठिक छ, र भेजिटेबल चाहिँ तपाईँको चाहिँ फरक हुन्छ, अलग हुन्छ है। म फेरि पनि भन्दैछु, टोमेटो इज अ रेड एप्पल, त्यो भएर टोमेटोलाई चाहिँ हामी भेजिटेबलमा चाहिँ राख्दैनौँ। मसँग तपाईँहरू आर्गुमेन्ट नगर्नु होला प्लिज, मेरो कुरालाई तपाईँहरू मान्नु होला। ठिक छ, त्यस्तो म इक्जाम्पल तपाईँलाई दिइसकेको छु। टोमेटो क्यारोट्सलाई तपाईँले चाहिँ भेजिटेबल लिने होइन, त्यसलाई फ्रुट्सको रूपमा तपाईँले चाहिँ कन्सिडर गर्नुपर्छ। ठिक छ, अब यसमा तपाईँको अब अरू आयो भने के गर्ने भन्दा तपाईँले चाहिँ कुकुम्बरलाई पनि, काँक्रोलाई पनि तपाईँले चाहिँ भेजिटेबलमा लिनु मिल्दैन, त्यसलाई पनि तपाईँले चाहिँ फ्रुट्समा लिनुहोस् है, किनकि त्यो पनि सलादको रूपमा प्रयोग गर्न सकिन्छ होइन। सो तर अब फेरि यसमा अब रेडिसलाई पनि हामी सलादको रूपमा प्रयोग गर्छौँ, अनियनलाई पनि गर्छौँ, तर फेरि पनि अनियन र रेडिसलाई चाहिँ अब मेरो बुद्धि विवेकले भ्याएसम्म चाहिँ त्यसलाई चाहिँ हामी भेजिटेबल कन्सिडर गर्नुपर्छ। बाँकी अब हजुरहरू पहिला काहीँ पढ्नु भएको छ वा तपाईँहरू जो युट्युबमा हुनुहुन्छ तपाईँहरूको सरले यदि काहीँ हुन्छ नि उहाँलाई पनि सोध्न सक्नुहुन्छ, तर म भइदिएको भयो भने चाहिँ त्यो केसमा चाहिँ म उहाँ अनियन र रेडिसलाई, मुलालाई चाहिँ म भेजिटेबल काउन्ट गर्छु, बाँकी टोमेटो क्यारोट्स र कुकुम्बरलाई चाहिँ हामी फ्रुट्सको रूपमा चाहिँ कन्सिडर गर्छौँ है। सो यो तपाईँहरू चाहिँ हेर्नु होला। तर कुकुम्बर र रेडिसको बारेमा चाहिँ अहिलेसम्म आएको छैन, लोकसभा सोधेको छैन। ठिक छ, तर क्यारोट र टोमेटोको बारेमा चाहिँ सोधेको छ है। यसलाई तपाईँले गुगलमा पनि सर्च गरेर हेर्न सक्नुहुन्छ। यसका अरू पनि कुराहरू होलान् होइन, के को आधारमा चाहिँ यसलाई चाहिँ भेजिटेबल नभने चाहिँ तपाईँको चाहिँ फ्रुट्स भनेर चाहिँ कन्सिडर गरेको छ। अब मैले पनि रिसर्च गर्नु बाँकी छ, तपाईँ पनि रिसर्च गर्न सक्नुहुन्छ है। सो यति मैले तपाईँलाई भनेँ। अब कन्सेप्ट नम्बर 8मा जान्छु म। यो ए भयो, यो बी भयो र यो चाहिँ सी भयो। यो चाहिँ कसले भने त भन्दाखेरि चाहिँ यो भन्ने चाहिँ उहाँ पनि नयाँ भन्नु होला पक्कै पनि, प्रिसिका। ल प्रिसिका चाहिँ हजुर बोल्नुहोस् त, हजुर नयाँ हो। हेलो, तपाईँहरू क्लासमा एकदम एक्टिभली पार्टिसिपेट हुनु पऱ्यो है। मैले बोलाएपछि त बोल्नु पऱ्यो नि त, अटिरहनु भयो भएन नि त। म तपाईँलाई के भन्छु भन्दा तपाईँहरू क्लासमा एक्टिभली पार्टिसिपेट हुनुभयो, मसँग इन्ट्रेक्सन गर्नुभयो भने तपाईँहरूले बुझ्नुहुन्छ, होइन भने फेरि कथा सुने जस्तै हो, कथा सुनेर पास भइदिन है। एक्टिभ लर्नर हुनु पऱ्यो कि प्यासिभ लर्नर भएर भएन। डराउनुपर्छ, फिजिकल भयो त डराउनुलाई ठिक छ, यत्रो मासमा उठेर बोल्नु पऱ्यो भने यहाँ त घरमा बसेर बोल्ने हो। तपाईँ बिस्तारै मजाले सिर कोरेर होइन, अब के छ कसले चिन्छ र माइक अफ के भिडियो अफ गर्नुहोस्, बोल्नुहोस्, लाज मान्नु भएन नि। यसो लाज मान्यो भने त भोलि कसै सरकारी जारी खाएर चाहिँ काम गर्नु त, सेवाग्राहीहरू आउँछन् अनि भाग्ने भएन नि त। फ्रन्ट डेस्कमा बस्यो भने चाहिँ त काम गर्नु परेन। असल कर्मचारीमा हुनुपर्ने गुण एउटा के हो त, नम्रता होइन, पोलाइटली बोल्ने, विनम्र भएर बोल्ने हो कि होइन। यो तपाईँले पढ्नुपर्छ नि त सेकेन्ड पेपरमा। अनि डराउनु भएन नि त, आफ्नो कुरालाई चाहिँ ओपन माइन्डेडली तपाईँको चाहिँ राख्नु पर्यो है। डराएर भएन, डरायो भने त फेरि के गर्ने, कसरी बुझाउने त कस्टमर होइन, सेवाग्राहीलाई यो कुरा बुझ्नुपर्छ। डर लाग्यो तपाईँलाई? ल ल तेज छ, ल हजुर भन्नु नि त, ल हजुर एक्सप्रेस गर्नुहोस् यसलाई। यो ए कम्प्लिटली बिलोङ्स टु बी, बी सी पार्शियली बिलोङ्स टु ए एन्ड बी। भेरी गुड, यति भन्यो नि त, यति भन्नु डराएर हुन्छ है, डराउने नेक्स्ट टाइम बोल्नुपर्छ ल। ठिक छ, आज हामी युट्युबमा लाइभ छौँ, त्यो तपाईँ डर लाग्यो होला। सुरुमा मलाई पनि डर लाग्थ्यो, तपाईँ जस्तो त म पनि होइन, सुरुमा मलाई पनि डर लाग्थ्यो, त बिस्तारै के हुन्छ त ह्याबिचुअल हुन्छ क्या। सो हाम्रो यो क्लास भनेको एकदम इन्टरेक्टिभ हुनुपर्छ क्या। अझ योभन्दा पनि सेकेन्ड थर्डमा त अझ त्यहाँ त तपाईँहरू लेख्ने कुराहरू भन्ने थियो होइन, थ्योरी पढेर आउने, यहाँ यो पोइन्ट हुन्छ भन्ने त्यो त्यस्तो मजा आउँछ है। सो एकदम एक्टिभली पार्टिसिपेट हुनुपर्छ है। ल त्यसले सही भन्नुभएको छ के त, वान आइटम बिलोङ्स टु द क्लास अफ सेकेन्ड एन्ड थर्ड आइटम्स इज पार्टली रिलेटेड टु दोज टु आइटम्स है। के त सी चाहिँ एसँग सम्बन्धित छ, बीसँग सम्बन्धित छ, तर ए चाहिँ कम्प्लिटली बिलोङ्स टु द बीसँग छ भन्ने कुरा हो। जस्तै यसमा के हुनसक्छ, अब यहाँ हेर्नुहोस् त, फिमेल छ, मदर छ, डक्टर छ। अब यसमा सी के हुन्छ त, सी हुन्छ डक्टर्स। ठिक छ, अब यहाँ फिमेल भनेपछि मदर सबै के हुन् त, मदर सबै फिमेल हुन् भनेपछि यो ए भयो, यो बी भयो, र डक्टर मात्रै केही मदर पनि हुन्छ, केही चाहिँ फिमेल पनि हुन्छ, केही चाहिँ तपाईँको चाहिँ मेल हुनसक्छ। तपाईँको त जो चाहिँ मदर, फिमेल र डक्टरको कुरामा चाहिँ जो डक्टर आमा पनि हो, मदर पनि हो,
र फिमेल पनि हो त्यो चाहिँ यहाँ पर्छन्। जो डक्टर चाहिँ आमा चाहिँ होइन तर फिमेल चाहिँ हुन् त्यो यहाँ पर्छन् र जुन डक्टर चाहिँ फिमेलभन्दा बाहिर के हुन्छ मेल मेल चाहिँ तपाईँको चाहिँ यहाँ पर्छ है। यसरी हामी चाहिँ यसलाई एक्सप्रेस गर्ने हो। तपाईँले मैले एकदमै सिकाइरहेको छु ल बेसिकबाट। अर्को छ वुमन छ, मदर छ र इन्जिनियर छ। हेर्नु त अब इन्जिनियर मध्ये केही तपाईँको चाहिँ मदर पनि हुन्छ नि, केही चाहिँ वुमन पनि हुन्छ भने यो चाहिँ तपाईँको सी भयो। तर के त मदर भनेको के त सबै के हुन्छ म्याचर हुन्छ, त्यो चाहिँ वुमन भयो। मेन छ, फादर छ, अङ्कल छ। हेर्नु त मेन फादर र अङ्कल। यहाँ अलिकति कि यो तपाईँको सही छ त ल भन्नु त। जुन यो छ यसको चाहिँ यो हुन्छ कि के हुन्छ तपाईँलाई म यहाँ दिन्छु ल। ए र बीमा के हुन्छ सबैले कमेन्ट गर्ने ल, ठिक छ। के हुनसक्छ यसमा भन्दा तपाईँको चाहिँ फादर र अङ्कलमा के कमन हुनसक्छ र दुवै के हुन्छ मेन हुन् भन्ने एउटा चाहिँ यो फादर अङ्कल र मेन एउटा यो हुनसक्छ सबलाई। अर्को पोसिबिलिटी भनेको तपाईँको चाहिँ फादर मेन र अङ्कल, अङ्कल फादर र मेन। ल यही चाहिँ तपाईँले राखेँ मैले। यो दुईवटा मध्ये कुन चाहिँ हुन्छ तपाईँले मलाई कमेन्ट गर्नुहोस् फटाफट। ए र बीमा के हुन्छ सबले ल, ए बी के हो ल फटाफट कमेन्ट गर्नुहोस् त ल। जो साथीहरू पछि तपाईँले अफलाइन भिडियो पनि हेर्नुहुन्छ तपाईँले पनि कमेन्ट गर्नुहोस्, ठिक छ। यसबाट के हुन्छ भन्दा तपाईँ चाहिँ मसँग चाहिँ कनेक्ट हुन्छ, किनकि यो भनेको त मैले इनर्जी ट्रान्सफर गर्न लागेको हो नि त। भनेपछि तपाईँहरूले के गर्नु पर्यो भन्दा भिडियो हेर्दै सँगसँगै हरेक क्वेसनको मैले जुन टाइम दिएको हुन्छ त्यो टाइममा तपाईँहरूले चाहिँ कमेन्ट पनि गर्नु पर्यो है। सो जति पनि साथीहरू अफलाइन हेर्नुहुन्छ पछि तपाईँहरू हजुर पनि कमेन्ट गर्नु होला। ल यसमा के हुन्छ भजन विष्ट इज कमिङ। ओके ल महेन्द्र सर नमस्ते, के छ तपाईँको हालखबर? ल सर आउनु भएको छ। सर हाम्रो होइन हाम्रो पुरानो स्टुडेन्ट हुनुहुन्छ र अहिले चाहिँ नाम निकालेर चाहिँ अहिले सरकारी सेवामा चाहिँ होइन समर्पित हुनुहुन्छ। सो सायद उहाँ अब जुममा आउनुभयो भने चाहिँ हामी लास्टमा कुरा पनि गर्छौँ उहाँसँग, कस्तो रहिरहेछ कस्तो भइरहेछ उहाँको होइन सरकारी सेवा, ठिक छ। सो मैले जुम लिङ्क पनि म त्यसमा राखिदिइहाल्छु यसमा च्याट बक्समा है। तपाईँहरू चाहिँ यो लिङ्क क्लिक गरेर पनि तपाईँहरू चाहिँ जुममा आउनु सक्नुहुन्छ। ल महेन्द्रजी म एक्सेप्ट गर्छु, तपाईँ पक्कै पनि हामीसँग चाहिँ जोडिनुहुन्छ है जुममा। लास्टमा हामी तपाईँसँग म कुरा गर्छु है। ल सबले ए हुन्छ भन्नुभएको छ, भेरी गुड। बी नै हुन्छ भन्नुभएको छ मिलनजी, भेरी गुड। ल सबले सबै मिन्स सबैको आउनु पऱ्यो के, दुई चारजना साथीहरूले गरिहाल्नु पनि भएन कि त इक्जाममा पास हुनु तपाईँहरू होइन र हो नि। जो जो साथीहरू इक्जाममा यो वर्ष 2081मा चाहिँ तपाईँ पास 81-82को चाहिँ यो खरिदारको होइन भ्याकेन्सीमा चाहिँ आफूलाई चाहिँ सफल बनाउन चाहनुहुन्छ भने सबले म्याच गर्नुभयो। को हुनुहुन्छ म हेर्छु, ठिक छ। ल तपाईँलाई म लास्टमा एउटा भन्छु त्यो कुराहरू भने मैले भने मान्नु पऱ्यो, मैले भने मान्नु भन्नु भने फेरि गाह्रो हुन्छ तपाईँलाई है। बिनै हुन्छ भन्नुभएको छ, सबले कमेन्ट गर्नुहोस् त एकचोटि, अझै चित्त बुझेन मलाई। ल साथीहरू सबै भागिसक्नु भयो, यही नै हुन्छ हो। ल अब यहाँ चाहिँ म तपाईँलाई बोल्नु यो तपाईँ म झुकाउनु खोजिरहेको छु नि त, तपाईँ झुकिनु पर्छ यसमा, नभए त फेरि के काम लाग्यो त, एक्सपिरियन्स कहाँ गयो त मेरो। तपाईँ झुकिनु पर्छ भनेर त मैले बनाएको छु। ल यहाँ चाहिँ अब मैले यहाँ तपाईँ अझै तपाईँहरू कन्सेप्चुअली क्लियर हुनु भएको छैन कि, किनकि तपाईँको पढ्ने तपाईँको अझै पनि लर्निङ टेक्निकै फरक छ कि। यहाँ हेर्नु त यसको मतलब के भन्दा अङ्कल मध्ये केही बाउ पनि हुन्, बाउहरू मध्ये कसैका अङ्कल पनि हुन् भन्ने कुरा हो। त दुवै के हुन् त मेन हुन् भनेको छ। के 2-3 वर्षको बच्चा अङ्कल हुन सक्दैन र? सक्छ नि हो। सो तपाईँले यहाँ के गरिदिनु भन्दा अङ्कल मिन्स सबै मेनै हुन् कि, चाइल्डलाई के गर्ने त फेरि, चाइल्ड पनि त अङ्कल हुन सक्दैन र? सक्छ नि त। छोराको उहाँ छोरा भइसकेपछि तपाईँको चाहिँ के हुन्छ फेरि अर्को बच्चा पनि भएको हुनसक्छ भनेपछि त त्यो अवस्थामा के गर्ने भनेपछि यो यसको एन्सर के हुन्छ त अप्सन नम्बर बी हुन्छ। किन बी हुन्छ भन्दा फादर त के हो त म्याच्योर्डै हुन्छ मान्छे, त्यो भएर तपाईँ सबैको फादर जस्तो के हो त मेन हुन्। तर यो अङ्कल भन्ने बित्तिकै के हो त भन्दा जुन अङ्कल चाहिँ बाउ पनि हुन् त्यो चाहिँ यहाँ आयो र जुन चाहिँ मेन पनि भयो, बाउ भन्ने बित्तिकै अटोमेटिक म्याच्योर भइहाल्यो, त्यसो मेनमा आइहाल्यो, ठिक छ। जुन अङ्कल चाहिँ बाउ चाहिँ होइन तर म्याच्योर चाहिँ छन् त्यो चाहिँ यहाँ आए। तर जुन अङ्कल चाहिँ मेन होइन के हुन्छ चाइल्ड, ठिक छ। 2-3 वर्षका बच्चाहरू पनि जो अङ्कल हुन्छ नि त हो उनीहरू कहाँ आउनु भयो त यहाँ आउनु भयो। त्यही भएर अङ्कल मिन्स इट डज नट मिन कि उनीहरू चाहिँ के त म्याच्योर मेन हुन्। कुरा बुझ्नुभयो तपाईँले? यो भन्ने बित्तिकै त सक्यो बर्बाद हुन्छ, तर यो चाहिँ हुँदैन है। यसको एन्सर के हुन्छ त यो हुन्छ। कुरा बुझ्नुभयो? अब यहाँ तपाईँ झुकाउँछ फेरि कसरी झुकाउनु थाहा छ इक्जाममा, सरले चाहिँ
मेन फादर अङ्कल पढाउनु भएको थियो तर इक्जाममा मेनको ठाउँमा के आउँछ तपाईँको चाहिँ मेल फादर अनि अङ्कल आउँछ अब के हुन्छ ल भन्नु त फेरि ए र बीमा के हुन्छ भन्नु त कि बी नै हुन्छ कमेन्ट गर्नुहोस् त फटाफट ल नुमाजी नुमा कि के थियो तपाईँको नाम ठ्याक्कै नाम त याद बिर्स्यो नुमा कि के थियो होइन हजुर ल भन्नु त भिडियो गर्नु भएको छ ए हुन्छ कि बी हुन्छ बी नै हुन्छ ओके सबले कमेन्ट गर्नु पर्यो ल युट्युब साथी तपाईँ पनि कमेन्ट गर्नुहुन्छ फटाफट फेरि बी हुन्छ फेरि तपाईँहरू बिग्रिनु भयो भएन नि यसरी मैले यहाँ के भने यहाँ मैले भने मेल भने के अङ्कल मेल होइन र फिमेल पनि मेल हुन्छ अङ्कल हुन्छ नि त हुन नि भनेपछि अब मेल भन्ने बित्तिकै फादर पनि मेल हो अङ्कल पनि मेल हो र अङ्कल र फादरमा कमन रिलेसन छ भनेपछि फादर र अङ्कलमा के कमन रिलेसन दुवै के हुन् त मेल हुन् के हुने भयो त अप्सन नम्बर ए हुने भयो के अवस्था फेरि बी हुँदैन त्यही भएर मेन मेल इज डिफ्रेन्ट यसै तपाईँ चाहिँ कुरा बुझ्नुपर्छ अब यहाँ के दिएछु मैले तपाईँलाई फिमेल मदर र डक्टर दिएको छ तर यहाँ तपाईँको चाहिँ के तपाईँको चाहिँ यदि होइन अब यसमा तपाईँको चाहिँ वुमन भइदिए पनि वुमन भइदिनु यही त दिइरहेको छ होइन किनकि डक्टर र इन्जिनियर र मेल फिमेल दुई हुन सक्छन् तर यहाँ के छ तपाईँको चाहिँ भन्दा तपाईँको चाहिँ फादर र अङ्कल भनेको छ नि त हो चाइल्ड भए पनि तपाईँ के हो त मेलै हो नि त होइन यो कुरा तपाईँले बुझ्नुपर्छ अब कुरा आउँछ यहाँ त्यसो हो भने यो सबै लेख्नुभयो तपाईँले सँगसँगै लेख्नु भएको छ लेख्नु भएन मलाई थाहा छ बाँकी साथी तपाईँ पनि भिडियो अन गर्नुहोस् न तपाईँलाई छुट्टै मैले के छ के पठाउनु पर्ने मेसेज पठाउनु पर्ने हो हजुरहरूलाई मैले तपाईँलाई भनिरहेको छु तपाईँ जति भिडियो अन गर्नुहुन्छ त्यति नै क्लास एकदम इन्ट्रेस्टिङ हुन्छ कि तपाईँको अनुहार हेरेर थाहा हुन्छ तपाईँले बुझ्नु भएन मैले रिपिट गर्ने कि होइन थाहा हुन्छ जब तपाईँको आवाज सुनेर मैले भन्न सक्छु तपाईँ चाहिँ के हो त मास्टर हुनुहुन्छ तपाईँले यो विषय पढ्नु भएको छ भनिन्छ अझ हामी अझ कति पढ्छौँ भित्रभित्र तपाईँको सबै कुराहरू भन्न सक्छु मैले हो तपाईँको अनुहार हेरेर नि म तपाईँलाई तपाईँको बारेमा भन्न सक्छु यो के हो न तपाईँको र हाम्रो कनेक्सन भयो नि त होइन सो कनेक्ट हुनु पऱ्यो नि त त्यही भएर मिल्छ भने भिडियो अन गर्नु सबैले है लाज मान्नु पर्दैन सबै उस्तै हो हामी है ल सबै लेख्नुभयो है यसलाई मैले इरेज गर्ने ठिक छ अब यहाँ त नेफ्युज मेल र कजन छ यो कजन भनेको थाहा छ तपाईँलाई म पछि ब्लड रिलेसन पढाउँछु तपाईँ त्यहाँदेखि म बुझाउँछु कजन भनेको के हो भन्दा तपाईँको चाहिँ काकाको छोराछोरीलाई मामाको छोराछोरीलाई फुपूको छोराछोरी हामी के भन्छौँ त कजन ब्रदर एन्ड सिस्टर भन्छौँ र ब्रदर एन्ड सिस्टरलाई हामी के त कमनली कजन पनि भन्छौँ या कजन ब्रदर अर कजन सिस्टर भन्छौँ ठिक छ यो कुरा मैले तपाईँलाई एक्सप्लेन गरेँ अब तपाईँलाई म भन्छु नेफ्युज मेल र कजन नेफ्युज भने के हो त यो भनेको फेरि भान्जा ठिक छ कति फेरि नबुझ्नु होला भान्जा वा तपाईँको चाहिँ भतिज ठिक छ यो हामी नेफ्युज भन्छौँ मेल थाहा भइहाल्यो पुरुष भइहाल्यो कजन भनेको के त अब यसको के हुन्छ त जस्तो तपाईँलाई नेफ्युज र कजन अनि मेल यो हुन्छ कि वा तपाईँको चाहिँ नेफ्युज चाहिँ मेल हुन् कजन चाहिँ यस्ता हुन् भन्दाखेरि चाहिँ नेफ्युज र मेल ल ए भने बी भने ल भन्नु त कमेन्ट गर्नु छ फटाफट ए र बी के हुन्छ अनि भर्खर एकजना म्याम हुन्थ्यो सर हुन्थ्यो चुस्स भिडियो गर्नु फेरि जानुभयो नि त ल म आछु है म पनि भनेर देखाउनु भयो जानुभयो ल त्रिभुवनजी के छ तपाईँको हालखबर हामी पहिला पनि कनेक्ट भएको छौँ नि होइन बोलेको छौँ नि क्लासमा हो नयाँ हुन्छ नयाँ त हुनु नि होइन ओहो तपाईँ त गफ गर्दै पढ्दै गर्नु भएको छ यसरी पढिएला बुझिएला ए ल यसमा एबीमा के हुन्छ भन्नु त मलाई ए र बीमा के हुन्छ नेफ्युज मेल र कजन बाँकीले कमेन्ट गर्नुहोस् फटाफट ल सबैले म हेरिरहेको छु यहाँ तपाईँको कमेन्ट युट्युबमा साथी तपाईँ पनि कमेन्ट गर्नुहोस् त एबी दुवै आइरहेछ है सुनिल सिंहजी ल मिजु आउनु भएको छ स्वागत छ यहाँलाई रेकर्ड भिडियो आउँछ नि आउँछ हजुर मिलनजी आउँछ
सर यो हामीले मेसेज गर्ने चाहिँ कुनमा हो यो पार्टिसन स्टार्ट लेखेको उसमा हो सर्टमा हो कि छुट्टै हो त्यो त तलपट्टि च्याट हुने अप्सन देख्नु भएको छ तपाईँले हजुर त्यहाँ त्यसैमा हो त्यसमा हो ए ल अब यहाँ हेर्नुहोस् है तपाईँले के भनिदिनु मैले भर्खर तपाईँलाई मैले कन्सेप्ट बुझाएँ तपाईँ निन्द्रामा हुन्छ कि आजको के छ आजको जुन अलिकति आन्दोलनै तपाईँको चाहिँ न्युजहरू हेरेर अलिकति डिस्टर्ब हुनुभएको छ नि त अलग कुरा म चाहिँ डिस्टर्ब भएको छु है किनकि मेरो अफिस अगाडि तपाईँको आन्दोलन भइरहेको हो मेरो अफिस अगाडि तपाईँको चाहिँ होइन ढुङ्गाबाट भइरहेको थियो सो अलिकति त्यो इन्सिडेन्टले अलिकति डिस्टर्ब चाहिँ भएको छ म सायद तपाईँहरू पनि हुनुभएको छ होला किनकि देश डुबिरहेको छ भनेर कमेन्ट पनि आइसकेको छ है चिन्ता त भइहाल्छ आफ्नो देशको माया त भइहाल्छ ठिक छ तपाईँहरूले बनाउनु हो क्या देश बुझ्नुभयो वास्तवमा देश भनेको तपाईँ हामीले हो बुझ्नुभयो कुरा बुझ्नुहुन्छ जस्तो डक्टरले कोही मान्छे एउटा बिरामी मान्छे ठिक गर्छ हो इन्जिनियरले कुनै चिज सायद तपाईँको चाहिँ मेसिनरी होला वा कुनै तपाईँको घर होला सिभिल इन्जिनियर घरमा होला वा होइन तपाईँको तर हामीले के गर्छौँ त हामी मान्छेको क्यारेक्टरलाई बनाउँछौँ क्या सो तपाईँहरू विभिन्न ठाउँबाट विभिन्न होइन तपाईँको चाहिँ कास्टबाट आउनु भएको छ विभिन्न तपाईँको चाहिँ समाजबाट आउनु भएको छ तर तपाईँहरूलाई हामी खरदार पनि बनाउँछौँ नायस पनि बनाउँछौँ अफिसर पनि बनाउँछौँ होइन सो के हो त तपाईँलाई हामी त्यो क्यारेक्टरमा तपाईँलाई चाहिँ लिएर जाँदैछौँ र तपाईँहरूले के गर्नु त देश बनाउने हो क्या सो देश बनाउनमा तपाईँ हाम्रो हात छ क्या देश बिग्रिनमा पनि बन्नमा पनि यो कुरा तपाईँले बुझ्नु होला त्यही भएर अब तपाईँहरू निजामती सेवा प्रवेश गरिसकेपछि के हो त तपाईँले देश बनाउने हो ठिक छ सिस्टम बनाउने हो है जुन तपाईँको चाहिँ ढिलासुस्ती हुन्छ सरकारी कार्यालयमा भने जुन छ कति कुरा त इम्प्रुभ हुँदै आएको छ नि त अहिले होइन तपाईँको 10 वर्ष अगाडि त अहिले हेर्नु त कति चेन्ज भइसकेको छ भने तपाईँहरू जब जानुहुन्छ भोलि तपाईँहरू सचिव हुनुहुन्छ मुख्य सचिव हुनुहुन्छ होइन तपाईँको एउटा पोलिसीले तपाईँको चाहिँ कति चेन्ज आउँछ भनेपछि त भोलि तपाईँ सिडिओ भएर जानुहुन्छ पुरै जिल्लालाई नि तपाईँले चाहिँ के गर्नु त आँक्नुहुन्छ भनेर चाहिँ चलाउनुहुन्छ तपाईँको अन्डरमा कति हजार मान्छे हुन्छ भनौँ त सो देश बनाउने तपाईँहरूले हो त्यही भएर देश बनाउने मान्छे यसरी चाहिँ डराउनु पनि हुन्न ठिक छ एकदमै तपाईँ के हुनुपर्छ एकदम दिलदार भएर चाहिँ एक्टिभली पार्टिसिपेट हुनुपर्छ अब यहाँ हेर्नुहोस् त तपाईँलाई मैले के भने भन्दा यो कजन भनेको मेल पनि हो फिमेल पनि हो भने क्या तपाईँलाई किनभने कजन भनेको कजन ब्रदर पनि भन्छौँ कजन सिस्टर पनि भन्छौँ र कमनली हामी के भन्छ कजन भन्छौँ कजन मिन्स मेल पनि हुन्छ फिमेल पनि हुनसक्छ तर यहाँ मेल छ नेफ्यू भनेको त मेल हो अर्को हामी निस भन्छौँ भान्जी वा भतिजा निस भन्छौँ भनेपछि के त नेफ्यू चाहिँ मेल हो भन्छ कि तपाईँको चाहिँ नेफ्यू चाहिँ के हो तपाईँको चाहिँ मेलभित्र पर्यो ठिक छ नेफ्यू के हो त तपाईँको चाहिँ मेलभित्र पर्यो अब हेर्नु भने कजन तपाईँको चाहिँ मेल र फिमेल दुवै हुन्छ भनेपछि जुन चाहिँ कजन चाहिँ मेल पनि हुन् र कसैको नेफ्यूज पनि हुन् भने उनीहरू चाहिँ क्या त यहाँभित्र परे ठिक छ यो भयो जो चाहिँ नेफ्यू चाहिँ होइन तर मेल चाहिँ हुन् यहाँ भए तर जुन चाहिँ कजन चाहिँ फिमेल हुन् त्यो फिमेलवाला चाहिँ तपाईँको चाहिँ यो भागमा पऱ्यो कि सो तपाईँको त यसको केसमा तपाईँको चाहिँ एन्सर यो हुन्छ ठिक छ सो इक्जाम पोइन्ट अफ भ्यू इम्पोर्टेन्ट तपाईँको यो एउटा इम्पोर्टेन्ट छ यो पनि इम्पोर्टेन्ट छ र यो त भइहाल्यो है र सँगसँगै तपाईँ के त मेनको ठाउँमा मेल भनेर दियो भने के हुन्छ त्यो अवस्थामा त्यो जुन मैले अघि भर्खर लेखाइसकेको छु त्यो पनि इम्पोर्टेन्ट छ तपाईँलाई यस्तो यस्तो कन्फ्युजिङ खाले चाहिँ क्वेसन आउँछ क्या इक्जाममा ठिक छ ल मार्क गर्नुभयो अगाडि बढौँ म कन्सेप्ट नम्बर 9 मा यहाँसम्म सबैलाई क्लियर छ कि डाउट छ कसैलाई भन्नु त कि होइन थोरै आर्गुमेन्ट गरौँ न भने कोही हुनुहुन्छ कुरा बुझ्नुभयो है कजन मिन्स मेल जति चाहिँ यता आए फिमेल जति चाहिँ बाहिर आए है यो चाहिँ हो सो कजन भनेको के त कजन चाहिँ तपाईँको चाहिँ सी हुन्छ ठिक छ अनि यो तपाईँको चाहिँ नेफ्यू हुन्छ यो तपाईँको चाहिँ मेल हुन्छ है यसरी बुझ्नु होला ल कन्सेप्ट नम्बर 9 मा के छ त यहाँ हेर्नुहोस् है कन्सेप्ट नम्बर 8 र 9 फरक छ नि फेरि कन्सेप्ट नम्बर 8 मा चाहिँ ए चाहिँ बी भित्र छ तर सी को चाहिँ के हिस्सा चाहिँ ए सँग छ बी सँग छ हो दुवैसँग के छ त इन्टरकनेक्ट छ तर कन्सेप्ट नम्बर 9 मा के छ त ए चाहिँ बी भित्र छ तर सी को रिलेसन चाहिँ बी सँग छ ए को सँग चाहिँ छैन हो सी को सम्बन्ध चाहिँ बी सँग छ ए सँग छैन चाहिँ ए चाहिँ बी भित्र पर्छ तर सी चाहिँ ए सँग चाहिँ सम्बन्धित छैन तर बी सँग चाहिँ पार्टली रिलेटेड छ भन्ने कुरा हो सो यो पनि तपाईँले यहाँ लेखिदिएको छु one item belongs to the class of second and third item is partly related to second item only ठीक छ ल हेर्नु त जस्तै इक्जाम्पलको लागि चाहिँ मेल फादर र चिल्ड्रेन हेर्नु भने अब यहाँ हेर्नु है यसमा मलाई भन्नु त यहाँ मैले एबीसी भनिरहेको छु तपाईँलाई ठिक छ अब यहाँ चाहिँ चिल्ड्रेन चाहिँ के हुन्छ एबीसी मा के हुन्छ चिल्ड्रेन चाहिँ
अमितजी बोल्नुस् त एबीसीमा मेल के हुन्छ फादर के हुन्छ चिल्ड्रेन के हुन्छ भन्नु मलाई हालाकि यो इक्जाममा तपाईँ जरुरत छैन है जान्नलाई चाहिँ जस्ट अब तर तपाईँको कन्सेप्ट कति क्ल्यारिटी हुँदै आएको छ त्यो चाहिँ म जान्न खोजिरहेको छु कि अमित एपी ए फादर भेरी गुड बी मेल सी चिल्ड्रेन है के हो त तपाईँको चाहिँ यो चाहिँ फादर चाहिँ के हो त मेल भित्र पर्छ तर के चिल्ड्रेन फादर हुन्छ र हुँदैन नि भनेपछि फादर र चिल्ड्रेन बिच कुनै पनि सम्बन्ध छैन तर चिल्ड्रेन मध्ये जो चाहिँ बोइज हुन् तिनीहरू चाहिँ के त मेल हुन् नि त तपाईँको चाहिँ यो चाहिँ तपाईँको चाहिँ चिल्ड्रेन चाहिँ तपाईँको चाहिँ सी हुन्छ है फादर चाहिँ ए हुन्छ मेल चाहिँ बी हुन्छ कुरा बुझ्नु भएको छ नि है ल त्यस्तै अर्को कता गयो खै ल अर्को यहाँ त तपाईँ अलिकति कन्फ्युजन लाग्ने अर्को कुरा छ नेम बिगिनिङ विथ भावेल भनेको छ एउटा अर्को नेम बिगिनिङ विथ ई भनेको छ अर्को चाहिँ नेम बिगिनिङ विथ ए अर पी भनेको छ यसमा के हुन्छ त जुन नेम बिगिनिङ विथ ई हुन्छ नि ई चाहिँ तपाईँको यो भयो ठिक छ नेम बिगिनिङ विथ चाहिँ भावेल चाहिँ तपाईँको चाहिँ ए ई आई ओ यु ठिक छ यो भयो अनि नेम बिगिनिङ विथ ए अर पी भनेपछि के हो तपाईँको फेरि तपाईँको चाहिँ यो एलाई चाहिँ मैले के गर्नु भयो त यसलाई चाहिँ मैले यहाँ काट्ने भयो यसलाई चाहिँ मैले यहाँ राख्ने भयो र पीलाई चाहिँ यहाँ राख्ने भयो के भयो त नेम बिगिनिङ विथ भावेल यो भित्र नेम बिगिन विथ ई हुने भयो र नेम बिगिन विथ ए और पी चाहिँ तपाईँको चाहिँ यो हुने भयो जहाँ तपाईँको ए चाहिँ भावेल भित्र पर्छ पी चाहिँ कन्सोनेन्टमा पर्छ भनेपछि यसको सम्बन्ध चाहिँ के छ त योसँग चाहिँ पार्टली रिलेटेड छ तर यसको सम्बन्ध योसँग चाहिँ छैन भन्नु खोजेको र यो चाहिँ तपाईँको चाहिँ कम्प्लिटली यो भित्र पर्छ ल यो इक्जाम्पल कतिले बुझ्नु भयो कतिले बुझ्नु भएन कमेन्ट गर्नुहोस् त फेरि भनिदिनुपर्छ मैले एकदम इम्पोर्टेन्ट हो नेम बिगिनिङ विथ भावेल भावेल लेटरमा के छ त ए ई आई ओ यु ठिक छ अनि यो भित्र के छ त नेम बिगिनिङ विथ ई चाहिँ पर्छ किनकि ई त भावेल भित्र पर्छ त्यही भएर चाहिँ के त ई चाहिँ यहाँ भित्र भयो यो चाहिँ ठिक छ मैले के गर्दा भन्दा यसलाई मैले कता गयो खै के भयो लाइटको के प्रब्लम भयो ल हेर्नु त यो चाहिँ तपाईँ यसलाई मैले ए भने यसलाई मैले बी भने यसलाई मैले सी भने ठिक छ चेन्ज भयो केही छैन यो चाहिँ तपाईँको चाहिँ के त नेम बिगिन विथ ई चाहिँ तपाईँको चाहिँ यो बी भयो ठिक छ अनि नेम बिगिन विथ भावेल चाहिँ तपाईँको चाहिँ यो ए भयो किनकि यहाँभित्र तपाईँको चाहिँ एआइओयु छ जुन जब हुन्छ तपाईँको ई चाहिँ तपाईँको चाहिँ यहाँभित्र पर्छ तर नेम बिगिन विथ ए और पी एबाट पनि सुरु भएको अथवा पीबाट सुरु भएको भनेपछि त पी त कन्सोनेन्ट हो त्यो चाहिँ तपाईँको यो बाहिर भयो ठिक छ यसलाई हामी सी गऱ्यौँ यो चाहिँ बाहिर भयो तर ए चाहिँ तपाईँको चाहिँ ए तपाईँको भावेलभित्र पर्छ नि त भने तपाईँको चाहिँ यो चाहिँ तपाईँको चाहिँ के त पार्टली रेड विथ यो रेड सर्कलभित्र छ जुन चाहिँ ए भयो हो ठिक छ अनि तपाईँको ए और पी र तपाईँको चाहिँ ई को त सम्बन्ध छैन भने तपाईँको चाहिँ यसको सम्बन्ध चाहिँ योसँग चाहिँ छैन भन्नु खोजेको के एआइओयु यो भावेल लेटर हुन् जसमध्ये नेम बिगिन विथ ई चाहिँ यो भावेल लेटर भित्र पर्छ भनेपछि यो नेम बिगिन विथ अ भावेल लेटर भावेल भित्र चाहिँ तपाईँको चाहिँ नेम बिगिन विथ ई पर्छ तर नेम बिगिन विथ ए और पी को चाहिँ सम्बन्ध चाहिँ भावेलसँग चाहिँ हुन्छ तर ईसँग चाहिँ हुँदैन भन्नु खोजेको अब बुझ्नुभयो ल जान्छौँ लास्ट कन्सेप्ट नम्बर 10 अब यहाँ के छ त ए र बी को चाहिँ पार्टली रिलेसन छ तर सी चाहिँ इन्टायरली डिफरेन्ट छ हो ठिक छ त्यसलाई हामी यस्तो खाले पिन्डाले जनाउँछौँ टु आइटम्स आर पार्टली रिलेटेड टु इच अदर भनेको ए र बी भए र थर्ड आइटम इज इन्टायरली डिफरेन्ट जुन चाहिँ के त तपाईँको सी भयो है सो यसमा के हुन्छ त हेरौँ त जस्तो तपाईँको प्रोफेसर अथर र चिल्ड्रेन हालाकि अब चिल्ड्रेन पनि आजभोलि त पढाउने भइसक्यो हामी देख्छौँ टिकटकमा होइन फेसबुकमा रिल्समा चाहिँ भाइरल भएका होइन भर्खर तपाईँको चाहिँ 9-10 वर्षको बच्चाहरू पनि तपाईँको चाहिँ प्रोफेसर भएका देख्छौँ त्यो एक्सेप्सन के छ छोड्नुहोस् नभए जनरली तपाईँको चाहिँ चिल्ड्रेन चाहिँ अथर पनि हुन सक्दैन हो र तपाईँको चाहिँ प्रोफेसर पनि हुन सक्दैन तर होइन सर मेरो छोरी त 2 वर्ष कति 5 वर्षको 6 वर्षको पुरै पोएट लेख्छ कथा लेख्छ भन्नु होला होइन कुनै लेख लेख्छ भन्नु होला त्यो एक्सेप्सनमा आयो क्या जनरली तपाईँको चाहिँ चिल्ड्रेनहरूको बच्चाहरू उनीहरू चाहिँ तपाईँको चाहिँ अथर पनि हुँदैनन् प्रोफेसर हुन् तर प्रोफेसर र अथर बिच के त सम्बन्ध हुन्छ केही प्रोफेसर अथर पनि हुन सक्छन् केही अथर चाहिँ प्रोफेसर हुन सक्छन् तर चिल्ड्रेन के त इन्टायर डिफ्रेन्ट भयो त्यहाँ चाहिँ यसलाई चाहिँ तपाईँको सी भयो अर्को हेर्नु भने
कपर वायर र पेपर छ। यो कपर भनेको तामा, वायर भनेको तपाईँको तार भयो भने चाहिँ कपर मध्ये केही वायर पनि हुन सक्छ हैन, तामाको वायर पनि हुन्छ र वायर मध्ये केही तपाईँको चाहिँ कपरको पनि हुन सक्छ। तर पेपरको त इन्टायरली डिफ्रेन्ट हो, त्यो चाहिँ सी भयो। अर्को चाहिँ त पेन्टर, स्कुला र टेबल छ। यो पेन्टर र स्कुला बीच सम्बन्ध हुन्छ, तर टेबल चाहिँ त इन्टायरली डिफ्रेन्ट हुन्छ है। यो कुरा तपाईले चाहिँ बुझ्नु होला। अब जान्छौँ हामी केही क्वेशनहरु प्र्याक्टिस गर्नलाई, ठीक छ। यो एनिमल, इन्सेक्ट र ककरोच मैले भनिसकेको छु। एनिमल भित्र तपाईको चाहिँ के हो त, ढाड भएका र ढाड नभएका पर्छन्। यो ककरोच भनेको ढाड भएको हो कि नभएको, ढाड नभएको है। सो ककरोच चाहिँ इन्सेक्ट भित्र पर्छ, ठीक छ। र इन्सेक्ट चाहिँ फेरि तपाईको चाहिँ एनिमल भित्र पर्छ। यसको तपाईको चाहिँ भेन डायग्राम यस्तो हुन्छ, ठीक छ। सँगसँगै लेख्ने हो लेखिहाल्नुस्। एनिमल मेल फिमेल र हर्माफ्रोडाइट भनेको छु। यो भनेको त उभयलिङ्गी भन्छ यसलाई, उभयलिङ्गी यस्तो के भन्छ होला, मैले तपाईको चाहिँ सायद नेपाली अलि अशुद्ध हुन सक्छ, क्षमा गर्नु होला, ठीक छ। अब एनिमल के हो त, मेल र फिमेलको कमन पार्ट हो, यसलाई भन्छ हर्माफ्रोडाइट भनेर भन्छ, ठीक छ। मेल पनि हुन्छ फिमेल पनि हुन्छ, जस्तो गणौला पनि हो के अरे, जुका पनि हो के अरे हैन। अब के छ साइन्स पढ्नु हो थाहा छ हो, ठीक छ। यो बीचको पार्ट तपाईको चाहिँ हर्माफ्रोडाइट भयो। तर दुवै के हुन् त, यो दुवै चाहिँ एनिमल हुन्। सो तपाईको चाहिँ यस्तो हाले भन्छ है। सर यहाँ चाँडो छ भने तपाईँ तर्सिने होइन एक्जाममा, मेल र फिमेलको कमन पार्ट होलाई हामी उभयलिङ्गी भन्छौँ, ठीक छ। यो कुरा तपाईले कुरा बुझ्नु होला। अब स्टेट, डिस्ट्रिक्ट र युनियन टेरिटोरी छ। यो युनियन टेरिटोरी भनेको के हो भन्दा तपाईको चाहिँ तपाईको के त भन्दा तपाईको यो युनियन टेरिटोरीको चाहिँ कन्ट्रोलिङ चाहिँ भएको, ठीक छ, तर आफ्नो सिमानाभित्र चाहिँ नपरेको के, अलग्गै। जस्तै जम्मू कश्मीर भनेर झन् जम्मू कश्मीर चाहिँ इन्डियाको के हो त युनियन टेरिटोरीमा पर्छ के। इन्डियाको भूभागभित्र चाहिँ इन्डियाको नक्सामा चाहिँ त छैन के, तर जम्मू कश्मीरमा इन्डियाको कानुन, इन्डियाको पैसा तपाईको चलिरहेको हुन्छ, इन्डियाको तपाईको चाहिँ ल एन्ड रेगुलेसन तपाईको चाहिँ त्यहाँ एप्लाई भइरहेको हुन्छ, ठीक छ। त्यसलाई भन्छ युनियन टेरिटोरी, ठीक छ। सो के हो त, डिस्ट्रिक्ट भनेको तपाईको के हो त, जिल्ला तपाईको प्रान्तभित्र पर्छ भने चाहिँ डिस्ट्रिक्ट तपाईको चाहिँ स्टेटभित्र पर्छ, तर युनियन टेरिटोरी तपाईको चाहिँ अलगै हुन्छ। सो यसको तपाईको चाहिँ यो हुन्छ। कन्ट्री, स्टेट, डिस्ट्रिक्ट छ। डिस्ट्रिक्ट स्टेटभित्र पर्छ, स्टेट कन्ट्रीभित्र पर्छ, ठीक छ। यो भयो यसको, ठीक छ। अब जान्छौँ हामी केही तपाईको पहिला पास्ट इयरको क्वेसन गर्छौँ र बाँकी फेरि हामी यता आउँछौँ। जस्तो हेर्नु त इक्जाममा आएको छ यो क्वेसन। यो क्वेसन मलाई लाग्छ तपाईहरु 90% बिगार हुन्छ। तपाईले मलाई गलत बनाउन सक्नुहुन्न, किनकि आई हेभ एक्सपिरियन्स है। ल मेरो एक्सपिरियन्सको आधारमा भन्दैछु तपाईलाई, यो अफिसर मोडल इक्जाममा आएको छ, तपाईले बिगार्नुहुन्छ। र यदि तपाईले एन्सर सही भन्नु भयो भने तपाईको कन्सेप्ट चाहिँ तपाईको गलत हुन्छ। म कसलाई भन्नु त, अब म सरलाई सोध्छु ल। महेशजी, ल यसको एन्सर एबिसिडीमा के हुन्छ कमेन्ट गर्नुस् त। र जो साथीहरु युट्युबमा हुन्छ तपाईहरु पनि कमेन्ट गर्नुस् है। दिमाग भन्दा 2 इन्च माथिबाट गयो भन्नुभएको छ। ल जानु भएन, अझै भन्नुस् त ल महेशजी। एबिसिडीमा के हुन्छ होला? एक्जाममा क्वेशन हुन्छ हो, एक्जाममा क्वेशन हुन्छ, तर क्वेशन चाहिँ फेरि प्र्याक्टिस पनि हुन्छ, एक्जाममा नि आउँछ, अरु बेला नि हुन्छ प्र्याक्टिस चाहिँ क्वेशनको। मेबी डी। ओके, अरु साथीहरु ल सबैले कमेन्ट गर्नुस्। ल ए पनि आएको छ, डी पनि आएको छ। ओके, अरु कोही हुनुहुन्छ भन्न चाहने? अविनाशजी, ल तपाई भन्नु त फटाफट। बोल्ने मौका पाएला बोलिहाल्नुस् है। तपाईहरु बोल्नु भयो भने तपाईको सूर्य ठिक हुन्छ। मैले एस्ट्रोलोजिकले भन्दैछु, भोलि सूर्यग्रहण हुँदैछ है। तपाईलाई थाहा छ सूर्यग्रहणको नजिकमा किन यस्तो आन्दोलन भइरहेछ? सूर्यग्रहणमा सूर्य कमजोर हुन्छ के, बुझ्नुभयो? एस्ट्रोलोजिकले हेर्दा चाहिँ सूर्यग्रहणमा सूर्य कमजोर हुन्छ। त्यही भएर तपाईको कुनै पार्टीहरुले चाहिँ जब चुनाव हुन्छ नि, त्यो सूर्यग्रहणको नजिक वा सूर्यग्रहणको दिनमा गर्छन् के। किन गर्छ भन्दा त्यो बेलामा सूर्य कमजोर हुन्छ र त्यो मेन मान्छे चाहिँ आउट हुन्छ के। त्यही भएर तपाईको हेर्नु भयो भने जस्तो राप्रपाहरुमा यस्तो हैन, विभिन्न उसमा चाहिँ के छ भन्दा तपाईको चाहिँ जुन सूर्यग्रहणको बेलामा चाहिँ तपाईको चाहिँ चुनाव भएको छ भने जो अलरेडी एक्जिस्टिङ अध्यक्ष चाहिँ तपाईको चाहिँ उ चाहिँ उसको चाहिँ हार्नु पर्ने हुन्छ के, त्यस्तो टाइपको हुन्छ। त्यही भएर यस्तो भइरहेछ। अविनाशजी भन्नु त। हजुर सर। यसमा एबिसिडीमा के हुन्छ?
यो क्वेसनको ए सर ए हुन्छ ठिक छ यसको आन्सर ए हो है सही चाहिँ सही हो बस्नु सबै फेरि बाँकी छ ए बी र सी भयो हो ल मलाई भन्नु त बी चाहिँ के हुन्छ इक्जाम हुन्छ कि क्वेसन पेपर हुन्छ कि प्र्याक्टिस हुन्छ बी चाहिँ बी एक्जाम ए चाहिँ क्वेसन पेपर सी चाहिँ प्र्याक्टिस ओके फरक लजिक छ कसैको ल छ कोही भन्ने फरक हुनुहुन्छ म बोल्न पाए हुन्थ्यो भन्ने टाइपको हुनुहुन्छ कि मै बोल्नु है ल हजुर हजुर बी चाहिँ क्वेसन पेपर ए चाहिँ एक्जाम अनि सी चाहिँ पेपर प्र्याक्टिस भेरी गुड अमितजी हो हजुर सर ल बी चाहिँ के हुन्छ त तपाईँको चाहिँ क्वेसन पेपर हुन्छ क्वेसन पेपर मध्ये केही चाहिँ इक्जाममा पनि हुन्छन् केही चाहिँ तपाईँको चाहिँ प्र्याक्टिसमा पनि तपाईँको चाहिँ क्वेसन पेपर चाहिँ हुन्छ है सो तपाईँको चाहिँ इक्जाम र प्र्याक्टिस चाहिँ के हो त इन्टायरली डिफ्रेन्ट हो कि डिफ्रेन्ट चाहिँ के छ तपाईँ छुट्याउनु भइरहेको इक्जाम र प्र्याक्टिसको तपाईँको चाहिँ के तपाईँको रिलेसन छ इक्जाम र प्र्याक्टिसको छैन नि तर क्वेसन पेपर इक्जाममा नै आउँछ र प्र्याक्टिसमा नि तपाईँको चाहिँ क्वेसनहरू चाहिँ तपाईँको चाहिँ राखेको हुन्छ है त्यो भएर चाहिँ तपाईँको चाहिँ दुवैसँग सम्बन्धित चाहिँ क्वेसन पेपर हो कि तर इक्जाम र प्र्याक्टिस चाहिँ इन्टायरली डिफ्रेन्ट हो है अब बुझ्नुभयो सो अब यो त तपाईँको चाहिँ यसको यतिसम्मको चाहिँ जानु पर्दैन त तपाईँलाई मैले कन्सेप्ट बुझाउनलाई हो है किनकि कसैले घोक्नुहुन्छ यसको यो भन्नुहुन्छ तर फेरि अहिले थाहा हुन्न नि त त्यो अवस्थामा चाहिँ हामी कसरी त यसलाई चाहिँ भेन्डाकेर हामीले त्यसलाई चाहिँ रिड गर्ने त्यो कुरा पनि जान्नु पऱ्यो नि त तपाईँले म त्यो सिकाइरहेको छु है सो त्यो भएर चाहिँ एन्सर ए चाहिँ धेरैले भन्नुहुन्छ तर कतिलाई चाहिँ तपाईँको चाहिँ यही थाहा हुन्न कि बी के भन्ने कुरा इभन अब म के भन्नु होइन अब लाइभमा छु बोल्नु हुँदैन फेरि अलिकति सर पनि घमण्डी हुँदो रहेछ भन्नु होला है त्यो नहोस् नेगेटिभ पनि तपाईँले मलाई बुझ्नुहुन्छ र होइन सो कति ठाउँमा तपाईँको चाहिँ एन्सर सही हुँदैन हामी लजिक चाहिँ हामी गर्दै लगाएर हुन्छ त्यो चाहिँ तपाईँहरू नलाउनुहोस् एटलिस्ट किन तपाईँ मसँग पढ्दै हुन्छ है त्यो चाहिँ मेरो कन्सर्न हो है ल ठिक छ अमितजी थ्याङ्क यू सो मच नेक्स्ट क्वेसन छ अफिसर 2072मा आएको छ हस्पिटल नर्स र पेसेन्ट छ के होला एबिसिडीमा को बोल्ने मन्जेशजी तपाईँ बोल्नुहोस् त ल तपाईँहरू प्र्याक्टिस गर्ने हो म त तपाईँले सही गर्नुभएको त्यति मात्रै भन्नु यदि गलत गर्नुभयो भने चाहिँ ल यो चाहिँ गलत भयो भन्नु मात्र हो सबै मैले प्र्याक्टिस गर्ने तपाईँ चाहिँ चुप्प लगाएर बस्नु भन्दा फेरि क्लास लिएको मजै भएन नि भन्नु त छिटो पासमा आएको क्वेसन हो अब त पढाइसकेँ 2 दिन लागिसक्यो मैले एक दिन भ्याउने कुरा तपाईँले 2 दिन पढाएको छु अनि बोल्नु हजुर हजुर ए हुन्छ सी भन्दै हुन्छ एकजना सी हुन्न है यो सी भनेको कमन चाहिँ के सी भनेको बोल्नु त एकचोटि म तपाईँलाई बुझाउँछु ताकि तपाईँ फेरि इक्जाममा गल्ती नगर्नुहोस् सी भन्नेले के भन्नु भन्दा चाहिँ यो चाहिँ हस्पिटल हो नर्स र पेसेन्ट मिन्स केही नर्स चाहिँ पेसेन्ट पनि हुनसक्छन् केही पेसेन्ट चाहिँ नर्स पनि हुनसक्छ भन्नु खोज्नु भएको हो यही हो मैले यही बुझेँ हो तपाईँले भन्नु खोज्नु भएको कुरा यदि यो हो भने गलत हो के हुन्छ भन्दा नर्स अलग हो पेसेन्ट अलग हो तर दुवै के हुन्छ हस्पिटलभित्र हुन्छन् जो हस्पिटलभित्र त एडमिट हुन्छ नि एज अ बिरामी त्यो नर्स वा डक्टर जो भए पनि तपाईँको त्यो पेसेन्ट नै हुन्छ क्या तर जो चाहिँ हस्पिटलभित्र चाहिँ एज अ काम गरिने हुन्छ नि बिरामीलाई चाहिँ टेक केयर गर्ने तिनीहरू चाहिँ के हुन्छ नर्स हुन्छन् क्या यसै बुझ्नुभयो तपाईँले सर घरमा पनि त पेसेन्ट हुन्छ नि भन्नु होला घरमा भएको मान्छेलाई पेसेन्ट भन्दैन पेसेन्ट भनेको जो हस्पिटलमा चाहिँ एडमिट हुन्छ त्यसलाई मात्रै पेसेन्ट भन्छ घरमा भएको मान्छेलाई सिक पर्सन भन्छ हो कि कुरा बुझ्दै हुन्छ मैले के भन्दैछु है यो कुरा तपाईँले चाहिँ ध्यान दिनु होला है ल यो चाहिँ सी चाहिँ होइन है गलत छ एन्सर अप्सन नम्बर ए ल हेर्नु त अलिकति युनिक छ यो पनि अफिसर 2074मा आएको छ हेर्नु त विच भेन डायग्राम रिलेट टु डिनर पार्टी सम ओन्ली फिस इटर भनेको छ सम ओन्ली मिट इटर भनेको छ सम बोथ इटर भनेको छ र सम चाहिँ ओन्ली भेजिटेरियन भनेको छ एबिसिडीमा के हुन्छ ल कविताजी तपाईँ बोल्नुहोस् त ल एबिसिडीमा तपाईँहरूले यो पार्सियल क्वेसन मिलाउनु भयो भने तपाईँले इक्जाममा क्वेसन मिलाउनुहुन्छ त्यही चेक गर्नु खोजिरहेको कतिको बुझ्नु भयो कतिको भिडियो रिभाइज गरेर हेर्नुभयो कि हेर्नु भएन नबोल्ने तपाईँहरू यसरी बोल्नु भन्दा के मजा आयो मैदा चाहिँ हजुर भन्नुहोस् त दारी पालेको भएर डर लाग्यो तपाईँलाई हो म दारी पालेदेखि डर लाग्यो हो त्यो भने म भोलि काटेर आउँछु भन्नुहोस् बरु
नुमाजी डर लाग्छ र लाग्दैन नि हैन हजुर हजुर डी हुन्छ ल यहाँ आउनु त डी हुन्छ भन्नुभयो को त भेजिटेरियन यो भयो यो चाहिँ फिस इटर भयो यो चाहिँ मिट इटर भयो यो चाहिँ तपाईँको चाहिँ बोथ फिस एन्ड मिट इटर भयो बुझ्नुभयो यो चाहिँ कमन पार्ट है सो यसको एन्सर हुन्छ डी सबैले बुझ्नुभयो नि हैन तपाईहरु पनि ह्यान्डसम हुनुहुन्छ ब्युटिफुल हुनुहुन्छ है ठीक छ ल एक्जाममा आएको एक्जाम यो रिपिट हुन सक्छ एकदम ध्यान दिनु होला यो क्वेशनहरुलाई र यो क्वेशन सबै मैले सुनिल छेत्री अनि फेसबुकमा राखिसकेको छु हेर्नु होला नाचु 2070 मा सोधेको छ स्कुल क्लासरुम र ब्ल्याक बोर्ड ल एबिसिडमा के हुन्छ अब तपाईहरु सबै माइक अन बोल्न सक्नुहुन्छ जो चाहिँ डिस्टर्ब हुनुहुन्न एक्लै हुनुहुन्छ ल प्र्याक्टिकल हेरौँ त म अलि फास्ट जान्छु म टाइम भइसक्यो ल छिटो एबिसिडमा के हुन्छ हजुर ए हुन्छ ए हुँदैन बी हुन्छ किनभने ब्ल्याक बोर्ड तपाईको चाहिँ क्लासरुम भित्र हुन्छ क्लासरुम कहाँ हुन्छ त स्कुल भित्र हुन्छ हैन र हो नि कि म गलत भने बी हो है यसको आन्सर ठीक छ क्लासरुम भित्र हैन र ब्ल्याक बोर्ड हो नि पछि ब्ल्याक बोर्ड क्लासरुम भित्र पर्छ अनि क्लासरुम कहाँ हुन्छ त स्कुल भित्र हुन्छ सो स्कुल भित्र पर्यो अब यहाँ सर यदि त्यसो भए स्कुल क्लासरुम र टिचर यो भइदा के हुन्थ्यो सर टिचर पनि त क्लासरुम भित्र हुन्छ यही हुने हो त्यो अवस्था नि के अरु कुनै हुन्छ तपाईले त्यो अवस्था ए हुन्छ ए कसरी हुन्छ भन्नु त मलाई कुनै पनि हुन्न यहाँ कुनै पनि हुँदैन यो केसमा के हुन्छ तपाईको चाहिँ क्लासरुम टिचर भनेको अलग अलग हो तर दुवै के त स्कुल भित्र हुन्छ यो हुन्छ नि हैन र अघि हामी नर्स र पेशेन्टलाई चाहिँ हामी के त हस्पिटल राखे जस्तै हो के तपाईको चाहिँ बुझ्नुभयो अनि सर टिचर चाहिँ तपाईको स्कुल भित्र कसरी सर सम्बन्ध कसरी हुन्छ भन्नु त जो टिचर स्कुल भित्र हुन्छ त्यसलाई टिचर भनिन्छ घरमा भएपछि के हुन्छ त जस्तै तपाईको कोही बुवा मम्मी पढाउनु हुन्थ्यो भने स्कुलमा तपाईले बुवा मम्मी भन्नुहुन्थ्यो क्लासमा भन्नुहुन्थ्यो नि तपाईले सर म्यामै भन्नुहुन्थ्यो नि त किनकि स्कुल भित्र तपाईको बुवा मम्मी जो भए पनि तपाईको लागि गुरु हुनुहुन्छ उहाँ तपाई चाहिँ सर म्याम भन्नुहुन्छ तर घरमा सर म्याम भन्नुहुन्छ भन्नुहुन्न घरमा बुवा मम्मी भन्नुहुन्छ होइन र भनेपछि त्यो मान्छेको क्यारेक्टर चाहिँ ठाउँसँग फरक हुन्छ के त्यही भएर तपाईलाई भन्छु म तपाईको भ्यालु तपाई कहाँ उभिनुहुन्छ त्यहाँ भर पर्छ त्यही भएर एउटा भन्छ नि के भन्छ एउटा झिंगा फोहोरमा बस्नु र सुनमा बस्नु फरक हुन्छ त्यही भएर तपाईको के हुन्छ उसको आफ्नो भ्यालु त्यहाँ भर पर्छ त्यही भएर चाहिँ तपाईको कहाँ स्ट्यान्ड गर्नुहुन्छ त्यो चाहिँ तपाईको इम्पोर्टेन्ट हो के लाइफमा फोहोरमा बस्नु भने के अर्थ हुन्छ हुँदैन फोहोरको कुरा छोडौँ एउटा फलफुल जोग्दाखेरि तपाईको चाहिँ एउटा झिंगा गरेर फलफुलमा बस्यो के झिंगाले के इम्प्याक्ट पार्छ पार्दैन तर त्यही झिंगा उडेर गएर चाहिँ तपाईको चाहिँ सुन जोग्ने ठाउँमा बस्छ त त्यही भएर होला है त सुनमा चाहिँ सुन जोग्ने ठाउँमा चाहिँ यस्तो सिसाले बेरा हुन्छ नि थाहा छ तपाईँ नोटिस गर्नुभएको छ कहिले जानुहुन्छ सुन पसल कहिले पछि जानुहुन्छ बिहे गर्ने बेलामा हैन 2 लाख रुपैयाँ तोला आउँदाखेरि त्यो बेला थाहा हुन्छ हावाले पनि इम्प्याक्ट पार्छ त्यो नहोस् हावाले इम्प्याक्ट नपारोस् किनकि 1 लाख मात्र हुने बित्तिकै तपाईको गयो त 10,000 रुपैयाँ झ्याप्प लाएर पछि एउटा झिगा आएर बस्यो भने तपाईँ 10,000 रुपैयाँ चैट एक्स्ट्रा तपाईले बिहे गर्नुपर्ने हुन्छ पछि त्यस्तो इम्प्याक्ट पर्छ त्यही लाइफ पनि तपाईको त्यही हो तपाईको भ्यालु तपाईको इम्पोर्टेन्स भनेको तपाई कहाँ हुनुहुन्छ त्यही भएर चाहिँ जहिले पनि सही ठाउँमा तपाईको स्ट्यान्ड हुनुपर्छ है तपाईहरु उभिनुपर्छ यो गर्न सिकिरहनुहोस् अगाडि बढे म ल हेर्नु त मेल राइटर र टिचर छ यहाँ त के छ मेल राइटर टिचर कुन चाहिँ हुन्छ एबिसिडी मा मैले बुझिन फेरि भन्नुस् त डी 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 के सी सी होला नि किनकि मेल मध्ये के राइटर पनि हुन्छन् के तपाईको चाहिँ टिचर पनि हुन्छन् र राइटर मध्ये के मेल के फिमेल के तपाईको टिचर के अरु प्रोफेसन हुन सक्छन् टिचर मध्ये के राइटर पनि हुन सक्छन् के मेल पनि हुन सक्छन् हैन र किनकि त इन्टरलिङ्क छ नि सम्बन्ध छ हैन र डी भन्ने बित्तिकै के भयो त बर्बाद भयो त डी भन्ने बित्तिकै तपाईले यो के कसरी बुझ गर्नुहुन्छ भन्नु त जो मेल पनि हो अनि राइट अनि यो तपाईको चाहिँ अब यो सपोज ए र बी दिए भने चाहिँ यो कम्प्लिटली केसँग मिल्छ मेल के राइटर पनि सबै मेल हो र होइन तपाईको टिचर सबै मेल हो र होइन टिचरको मेल फिमेल पनि हुन सक्छन् राइटरको मेल फिमेल हुन सक्छन् मेलहरुको मेलै भयो भनेपछि त के भयो त तपाईको छ भन्दा यो त हुने भएन नि त
तपाईँले मैले यो यत्रो मैले 10वटा कन्सेप्ट किन सिकाएको भन्दा हरेक भेन डायग्रामको रिलेसनलाई तपाईँले एक्सप्रेस गर्न जान्नु पर्यो। तपाईँले इक्जाम्पल घोकेर हुँदैन। इक्जाम्पल त हजारौँ छ इक्जाम्पल। हामी गल्ती नै यही कारणले गर्छौँ कि हामी यसको इक्जाम्पल यो भनेर घोकिरहन्छ, त्यो होइन। हामीले जो जान्ने के हो त भन्दा यसको यो भेन डायग्रामलाई हामी कसरी एक्सप्रेस गर्छौँ, यसलाई कसरी एक्सप्रेस गर्छौँ, यसलाई कसरी गर्छौँ, यसलाई कसरी, त्यो जान्न पर्यो। यहाँ के छ, यो ए छ, यो बी छ, यो सी छ भने चाहिँ ए र बी को बीच सम्बन्ध छैन, तर ए र बी को चाहिँ सी सँग चाहिँ पार्टली रिलेटेड छ भन्नु खोजेको। यो के हो त, ए बी सी, ए बी भित्र पर्छ, बी चाहिँ सी भित्र पर्छ भनेको। यहाँ ए बी सी भन्छ तीनटै के छन् त, पार्टली रिलेटेड छन् भन्ने कुरा हो। यहाँ के छ त, ए बी सी चाहिँ ए चाहिँ बी भित्र पर्छ, तर सी को चाहिँ पार्टली रिलेटेड चाहिँ ए सँग छ र बी सँग छ भन्ने कुरा हो नि त। अब यसै यो जब तपाईँले चारवटा चाहिँ भेन डायग्रामको कन्सेप्ट तपाईँलाई थाहा छ, तब अब तपाईँलाई के थाहा हुन्छ त, अब मेल राइटर र टिचरमा तपाईँको थाहा हुन्छ। यहाँ राइटर फिमेल पनि हुन्छन्, एक्ज्याक्टली हुन्छन्, त्यही त भन्दैछु म तपाईँलाई। राइटर मेल पनि हुन्छन्, फिमेल पनि हुन्छन्, टिचर मेल पनि हुन्छन्, फिमेल पनि हुन्छन्, र मेल मध्ये के राइटर पनि हुन सक्छन्, के टिचर पनि हुन सक्छन्। भनेपछि तिनटै सम्बन्धित भयो नि त, होइन र? तिनटै पार्टली रिलेटेड भए, बुझ्नुभयो? त्यो कुरा हो के। कुरा बुझ्यो? यो भेन डायग्राम भनेको यसलाई म जसरी लान सक्छु कि एकदम सिम्पलेस्ट वेमा बुझ्ने भने चाहिँ तपाईँले कन्सेप्ट बुझ्नुहोस्, हरेकलाई चाहिँ एक्सप्लेन गर्न जान्नु पर्छ तपाईँले, जुन मैले तपाईँलाई सिकाउँदै आएको छु। तपाईँले डिफिकल्ट बनाउने हो भने इक्जाम्पल घोक्नुहोस्, तपाईँ जहिले पनि बिगार्नु हुन्छ क्या। किनकि तपाईँलाई त्यो रिलेसनलाई निकाल्न आउँदैन, तपाईँले रिलेसनलाई देखाउनु पऱ्यो नि त, एक्सप्रेस गर्न जानु पऱ्यो नि त। मैले हिजो भनेको थिएँ तपाईँलाई, भ्यालेन्टाइन डेमा रोज लड दिएर चाहिँ भएन, बोल्न पनि आउनु पऱ्यो नि त, होइन? तपाईँको बोलीसँग नि त कनेक्ट हुनु पऱ्यो नि त। रोजलाई मात्रै हेरेर एक्सेप्ट हुने हो र होइन नि त। त्यो भएर चाहिँ त्यो एक्सप्रेसिभ हुनु पऱ्यो तपाईँहरू के मेन चाहिँ। ल, एएसआई इन्सपेक्टरमा तपाईँको चाहिँ खरिदारमा तपाईँको आएको छ प्रश्न के छ त, अर्थ छ, हिल छ र फरेस्ट छ। हेर्नु त ल, यहाँ पनि तपाईँले आदिले बिगार्नुहुन्छ, मलाई थाहा छ। एबिसिडीमा के हुन्छ कमेन्ट गर्नुहोस् त फटाफट ल। अविनाशी, अहिलेको क्वेसन तपाईँलाई क्लियर भयो? के छ, के भन्नुभयो? ए भन्ने हुन्छ पुष्क होइन, प्रिस्का कि प्रिन्सिका हो? प्रिसिका चाहिँ ए भन्ने हुन्छ हो। अब ए भन्नु बित्तिकै के बुझ्यो त, यहाँ अलग अलग चाहिँ के हो भन्नु त मलाई, यहाँ अलग अलग चाहिँ के हुन्छ यति भन्नुहोस् मलाई। के हिल र फरेस्टमा कमन पार्ट हुँदैन? के जङ्गलमा तपाईँको पहाड हुने, पहाडमा जङ्गल हुँदैन र? अलग अलग हो दुवै? जसले ए भन्नुभएको छ नि तपाईँले के भन्छ, फरेस्ट र हिललाई अलग अलग भन्नुभयो कि। पहाडमा जङ्गल हुँदैन र हुन्छ नि त। भनेपछि जङ्गल र हिलमा त के कमन पार्ट हुने भयो नि त। के जङ्गल समथर हुने भयो, के पहाडी हुने भयो। पहाडमा के जङ्गल हुने, के चाहिँ तपाईँको चाहिँ जङ्गल बिनाको हुने भयो। त्यसलाई के भन्छ भनेपछि फरेस्ट र तपाईँको चाहिँ हिलमा कमन छ, ठिक छ? फरेस्ट र हिलमा कमन छ, पार्टली छ, तर दुवै के हो त, दुवै तपाईँको चाहिँ अर्थभित्र पर्छ। भनेपछि कहाँ छ यो? अप्सन नम्बर सीमा छ। यसरी तपाईँले चाहिँ रिलेसनलाई निकाल्नु पर्यो। मलाई लाग्छ तपाईँ सबै सिङ्गलै हुने हो फेरि। बामालाई दुःख दिनुहुन्न तपाईँहरूले हो। यत्रो दुःख गरेर पढाउ लास्टमा चाहिँ अनि बिहे गर्नको लागि पनि केटी म आफै खोज्नु पर्यो भन्दै हिँड्छ नि। एउटा कहानी छ तपाईँको बाबुको, सुन्नु भएन? अब त छोरोले आफै बिहे गर्ला भनेको, छोरोको लागि केटी पनि मै खोजिदिनु पर्यो भन्ने टाइपको। त्यो चाहिँ हुनु भएन नि तपाईँहरू त है। ल, बुझ्नुभयो? अब यत्रो पढाएर पनि तपाईँ सिङ्गल हुनु त बर्बाद हुन्छ। यहाँ हेर्नु त, फ्रुट छ, गावा छ, पपाया छ। अब यहाँ हेर्नु त, गावा भनेको अम्बा हो, पपाया भनेको मेवा हो, ठिक छ? गावा र पपाया के हो, अलग अलग हो कि कमन छ? के गावा चाहिँ पहेँलो चाहिँ तपाईँको पहेँलो गावा, पहेँलो कलर चाहिँ तपाईँको चाहिँ म्याच हुन्छ नि भन्नु होला। फेरि रङतिर नजानु होला है, किनकि अम्बा र मेवा भनेको फरक फरक फ्रुट्स हो। भनेपछि तपाईँको अलग अलग हेर्नु पर्यो, पहिला अलग अलग हेर्नु पर्यो के छ? एउटा यहाँ छ अलग अलग पपाया र गावा, ठिक छ? यहाँ तपाईँको कमन छ, कमन हुने तपाईँको यो आउट। यहाँ तपाईँको अब अलग अलग छ, तपाईँ के छ? अब यहाँ हेर्नु त, दुवै के हो त, फ्रुट्स भनेपछि त्यो दुईवटा अलग अलग आइटम अर्को थर्ड वान भित्र पर्नु पऱ्यो नि त। भनेपछि कहाँ छ तपाईँको अप्सन नम्बर एमा छ, दुवै के भन्दा फ्रुट्स हुन्। यो अलग अलग तपाईँको हुँदैन, होइन र? यसै तपाईँले चाहिँ अप्सन एलिमिनेट पनि गरेर जानु पर्यो। यो तपाईँको इन्टायरली फरक भनेको यो के हुन्छ कि पपायालाई हामी फ्रुट्स भन्दा पनि भन्छौँ, होइन? त्यो तपाईँ यो पनि हुँदैन।
जानु पर्यो यसरी पहिला एलिमेन्टलाई चेक गर्नु पर्यो एलिमेन्ट बिच सम्बन्ध छ कि छैन सम्बन्ध छ भने कस्तो खाले सम्बन्ध बन्छ त्यो तपाईले हेर्ने हो अनि त्यही अनुसार तपाईले अप्सन चेक गर्ने हो घोक्ने होइन कि यो एक्जाम्पलमा यो हुन्छ बर्बाद हुन्छ घोक्नु भने त घोक्नलाई तपाईलाई जीके छैन नि आइक्यूमा त लजिकल रिजनिङमा तपाईँ त दिमाग लाउने हो नि त इभन तपाईँलाई मैले म्याथमा तपाईँलाई मैले घोकाउँदिनँ तपाईँलाई मैले कुनै पनि फर्मुला लेखाउँदिनँ एकदम बेसिक कन्सेप्टबाट तपाईँलाई म सबै जति पनि तपाईँले म्याथ पढ्नु सबै म कभर गर्छु तपाईँलाई हेर्नु होला हार्डली तपाईँले 2-4वटा मात्र तपाईँले चाहिँ सर्कट ट्रिकको लागि तपाईँले कुनै फर्मुला तपाईँले याद गर्नु होला त्यति मात्र नत्र बेसिक कन्सेप्टबाट हामी सबै कभर गर्छौँ है एउटा पनि तपाईँले चाहिँ तपाईँले फिलै हुँदैन कि मैले म्याथ पढेँ भन्ने कुरा जस्तो सुकै क्वेसन आयो तपाईँले गर्न सक्नुहुन्छ तर कन्सेप्ट तपाईँले क्लियर गर्नु पर्यो यति मात्र हो ल अर्को हेर्नु त थिप छ क्रिमिनल छ जज छ ल हेर्नु त कसले भन्यो पखाउनु म एकजनालाई सोध्छु म तपाईँ यस्तो चुप लागेर बसेर हुन्छ क्लासमा आएर जुई जा तपाईँ बोल्नु त ल जुईजी जुईजी म जुईजीलाई सोध्दैछु जुई चाउला कहाँ जानुभयो खै भाग्नु भयो मैले सोधेपछि तपाईँ क्लास लिभी हुन्छ होइन यस्तो भयो भने त काम छैन मैले भने तपाईँलाई जहाँ तपाईँले बोल्न मौका पाउनुहुन्छ जहाँ तपाईँले आफूले देखाउन पाउनुहुन्छ तपाईँ त्यहाँ देखिनुपर्छ कि तपाईँले तपाईँको सूर्य ठिक हुन्छ फेसबुकमा उहाँ बच्चासँग फोटो हाल्ने श्रीमान श्रीमतीको फोटो हाल्ने बाआमाको फोटो हाल्ने फुलको फोटो हाल्ने भगवान्को फोटो हाल्ने यो गरिने होइन त्यो फेसबुकको प्रोफाइल पिक्चरमा तपाईँको आफ्नो तपाईँ आफूले आफूले देखाउनु सो गर्नुपर्छ है तपाईँलाई तपाईँ बलियो हुन्छ अनि तपाईँलाई मैले यो किन भन्दैछु भन्दा तपाईँहरूको गभर्मेन्ट सेक्टरमा आउँदै हुन्छ नि त द्याट मिन्स तपाईँको सूर्य बलवान हुनुपर्छ सूर्य र शनि तपाईँ हेर्नु होला तपाईँको जति पनि अब तपाईँको चाहिँ जुन निजामती सेवामा प्रवेश गरेका छन् सरकारी जारी खाने मान्छेको उनीहरूको कुण्डली खुलेर हेर्ने हो भने तपाईँको चाहिँ सूर्य र स्याटर्न बलवान हुन्छ त्यस्तो मान्छे बुझ्नुभयो यदि सूर्य निचे छ भने तपाईँको चाहिँ स्याटर्न चाहिँ एकदम पावरफुल हुन्छ त्यस्तो हुन्छ है किनकि तपाईँ गभर्मेन्टसँग जोडिनु हो नि त अनि गभर्मेन्टसँग टाढा टाढा भाग्न थालेपछि अनि कहाँ हुन्छ त त्यही भएर यो भएन यस्तो पाराले भोलि चाहिँ म दारी काटेर आउनु पर्ला जस्तो लाग्यो सुमिजी ल हजुर भन्नु त ल के हुन्छ यसको हजुर बी डी ओके यो चाहिँ के हुन्छ यो चाहिँ भन्नु यो भित्रको के हुन्छ यो अनि यो चाहिँ होइन त चोरी भनेको तपाईँको चाहिँ एउटा अपराधिक क्रिमिनल एक्टिभिटिज भयो तर जज भनेको त अलग पार्ट भयो है ठिक छ सो यो पनि इक्जाम आएको छ इम्पोर्टेन्ट छ तपाईँलाई आइरहन्छ अब यहाँ हेर्दा एन्ड छ इन्सेक्ट छ लिभिङ थिङ छ यो मैले हिजो गरिसकेको छु अप्सनमा बी हुन्छ के अरे यसो नो डाउट होइन ठिक छ कमिला किरा फटाक्ने भित्र पर्छ र यो त लिभिङ थिङ्स हो भन्नु खोजेको के है ल टाइगर भल्चर र एनिमल टाइगर भल्चर एनिमल मलाई थाहा छ हिजो मैले यो एक्सप्लेन गरिसकेको छु तर अझै पनि तपाईँहरू बिगार हुन्छ कतिले डी भन्ने कोही हुनुहुन्छ जुई चाहिँ डी हो युट्युब हुन्छ साथी तपाईँहरू कमेन्ट गर्नुहोस् त सर हामीले त वास्तै गर्नु भन्नु होला फेरि तपाईँहरू ल मिजु सुनिलजी ल के हुन्छ यसको भन्नु त मोनिकाजी डी भन्नुभएको छ ओके हिजो क्लासमा आउनु भएको थियो तपाईँ आउनु चाहिँ मैले तपाईँको के भन्छु भन्दाखेरि तपाईँ हेर्नु है लोकसेवा इक्जाम पास गर्नलाई तपाईँ धेरै मिहिनेत गर्नै पर्दैन क्या ठिक्क मिहिनेत गरे पुग्छ तर के हुनुपर्छ तपाईँहरू स्मार्ट हुनु पर्यो जुन कुरा अरूले मिलाउँछ नि त्यो कुरा तपाईँले मिलाउनै पर्छ के तर जुन कुरा अरूले बिगार्छन् त्यो कुरा तपाईँ मिलाउनु तपाईँबाट पास हुने हो अनि अरूले मिलाउने कुरा तपाईँले बिगार्नु भयो भने तपाईँ के एक्सपेक्ट गर्नुहुन्छ पास गर्छ भने भन्नु त रिजल्ट तपाईँको कति छ अलि नासोको ओभरअल सबैलाई हेर्ने हो भने कहीँ तपाईँको 10% छ कहीँ तपाईँको चाहिँ 18% छ एभरेज कति छ त 15.7 कति यस्तै कति पर्सेन्ट छ भन्नुहुन्छ राजु सरले भनेपछि 100 जनामा 15 जना पास हुन्छन् फर्स्ट फेयर जबकि 100 जनामा 100 जना पास हुन सक्छन् म तपाईँलाई यो पनि भन्दैछु तपाईँहरू प्रोपरली क्लास एटेन्ड गर्नु पर्यो हरेक लाइभ क्लासमा तपाईँ जो आउनु पर्यो टाइम निकालेर
हैन कहिले बर्थडेमा गएको छ कहिले बिहेमा गएको छ कहिले भोजमा गएको छ अनि समय झ्याउलामा मात्र अनि क्लासमा आएर हुँदैन एउटा कुरा बुझ्नुहोस् अनि क्लासमा भएको कुराहरू एकदम 100% तपाईँ एक्टिभली पार्टिसिपेट दुईवटा कुरा चाहियो मलाई तपाईँ एउटा चाहिँ तपाईँको तर्फबाट चाहिँ 100% इफोर्ट लाउनु पर्छ तपाईँले र अर्को 100% तपाईँ क्लासमा हुनु पर्यो कि क्लास चाहिँ अन बसेको छ उतापट्टि तरकारी डढ्यो कि भनेको छ उता बच्चा लड्यो कि भनेको छ उता उहाँ कहाँ गइनु होला भनेको छ बर्बाद हुन्छ त्यो भएन 100% क्लासमै हुनु पर्यो र लाइफमा जे काम गर्नुहुन्छ नि तपाईँले 100% इफोर्ट लारै गर्नुपर्छ क्या ताकि फेल भयो भने तपाईँलाई एउटा फिल होस् कि मैले आफ्नो तर्फबाट बेस्ट दिएको थिएँ मैले सकिनँ ठिक छ इट्स ओके तर जब तपाईँलाई जुन 0.5 1 मार्क्सले तपाईँ चाहिँ वैकल्पिक पढ्नुहुन्छ नि तब रियलाइज हुन्छ यदि काश मैले 1 घन्टा मात्र पढ्दा भए भन्ने हुन्छ क्या अब हालाकि योभन्दा अघिल्लोसम्म छ काश एउटा जिके क्वेसन मिलाइदिए भए मैले जारी खान्थेँ भन्ने हुन्छ क्या एउटा क्वेसनले गर्दा तपाईँको चाहिँ मान्छे चिप्लिन्छन् उसलाई थाहा छ कि नम्बरको भ्यालु के छ नि कुरा तपाईँले त अनि रिल्याक्स हुनुहुन्छ रिल्याक्स पारेर पढ्नुहुन्छ बाबुआमाको करले पढिदिएको हुन्छ साथीले लैलैमा लाएर चाहिँ फर्म भरे भनेको छ त्यो होइन तपाईँ गर्नु छ भने तपाईँ फुल्ली डेडिकेटेडका साथ लाग्नु पऱ्यो कि होइन भने छोडिदिनुहोस् तपाईँलाई थाहा छ नि 100मा 15 जना फर्स्ट पेपरमा पास भएछन् अनि त्यसको पनि तपाईँको 50% चाहिँ सेकेन्ड थर्डमा फेल हुन्छन् अनि बाँकी रहेको 50%बाट फेरि तपाईँको चाहिँ कम्पिटिसन टेस्टमा फेल हुन्छन् आदि यो छ अवस्था नेपालको चौथो पाँचौँ छैठौँ तहको वा सातौँ तहको कुरा गरौँ भनेपछि यदि तपाईँहरू कस्तो छ भन्दा तपाईँले के बुझ्नुहुन्छ भन्दा यदि तपाईँले आफ्नो रेस्पोन्सिबिलिटी आफ्नो कामको लागि तपाईँले 100% इफोर्ट दिनुहुन्छ भने तपाईँको कम्प्युटर छैन क्या कोही पनि तपाईँ क्लासमा हेर्नु त तपाईँ लगभग तपाईँ कति 60-70 जना तपाईँ हुनुहुन्छ क्लासमा अहिले कति हुनुहुन्छ हेर्नु त घटेर कति पुगिसक्नु भयो भनेपछि त 50% तपाईँ क्लासै आउँदैनन् कि अनि 50% आए पनि उनीहरूको 50% 100% इफोर्ट त उसको कन्सन्ट्रेसन साथ उहाँहरू हुनुहुन्न कि यहाँ शरीर यहाँ छ ध्यान अन्दै छ कि अनि त्यसमा पनि बाँकीले तपाईँको चाहिँ त्यसको चाहिँ आधीले चाहिँ तपाईँको चाहिँ रिभाइजै गर्नुहुन्न पढ्यो छोड्यो सक्यो अनि त्यसमा चाहिँ तपाईँको त्यसको आधी चाहिँ तपाईँको इक्जाम हलमै जानुहुन्न कि त्यो एउटा फर्म भर्ने हेऱ्यौँ भने तपाईँको चाहिँ लगभग 60 to 70% मात्र इक्जाम एटेम्प गर्नुहुन्छ 30% तपाईँको यति फर्म मात्र भर्ने हो बुझ्नुभयो अनि तपाईँको चाहिँ जुन जति तपाईँको चाहिँ 60-70% इक्जाम दिनु गएको छ त्यसमा तपाईँको त्यसको 50% तपाईँको चाहिँ 50% के तपाईँको त्यसको त 70-80% तपाईँ फेल हुन्छन् 15 पोइन्ट भनेपछि तपाईँको सोच्नु भयो भनेपछि तपाईँले 30,000ले फर्म भर्यो तपाईँ आत्ति नै पर्दैन तपाईँको कम्प्युटर तपाईँ स्वयं हो क्या हरेक दिन तपाईँमा चेन्ज हुनु पर्यो त्यति मात्र हो अरूसँग तपाईँले कम्पिटिसन गर्यो भने हिजोको तपाईँ र आजको तपाईँमा तपाईँको चेन्ज आउनु पर्यो यदि हिजोको तपाईँ आज तपाईँमा केही पनि फरक छैन सेम हुनुहुन्छ भने त्यो दिन तपाईँलाई वेस्टेज हो क्या तपाईँले आफ्नो लाइफबाट तपाईँले एक दिन तपाईँ यत्तिकै वेस्ट गर्नुभयो बुझ्नुभयो यो कुरा तपाईँले सोच्नुपर्छ हरेक दिन चेन्ज गर्नुहोस् त आफूमा इम्प्रुभ ल्याउँदै गर्नुहोस् त कति समय छ इक्जाम आउनलाई तपाईँ इक्जाम लोकसेवा पास नगरे पनि तपाईँ घर जानुहोस् त तपाईँको बुवा आमाले गर्व गर्नुहुन्छ क्या मेरो छोराछोरी ओ कस्तो सोच्ने कुरा होइन कति स्मार्ट छ कति हरेक कुरालाई चाहिँ प्रब्लमलाई कति राम्रोसँग चाहिँ उसले चाहिँ जज गर्छ कसरी चाहिँ त्यो प्रब्लम सल्भिने सोच्छ त्यो कुरा हो क्या लाइफमा त तपाईँको त जारी खानु पर्छ के हामी सबै जारी खान्छौँ र खाँदैनौँ नि त थाहा छ नि हामीलाई होइन कति त फेल हुन्छौँ भनेपछि त के हो त भन्दा जीवनमा मैले लोकसेवा तयारी गरेको थिएँ तर त्यो लोकसेवा तयारी गर्दा चाहिँ मैले 100% इफोर्ट दिएको थिएँ भन्ने चाहिँ तपाईँलाई फिल होस् कि न कि अलिकति राम्रोसँग मैले पढाएँ भए मैले नाम निकाल्थेँ मैले मेहनत नगरेर भने चाहिँ त्यो गिल्ड चाहिँ तपाईँले लिनु हुनु लाइफमा कहिले पनि कुनै पनि काम गर्नुहुन्छ ज्यान दिएर लाग्ने हो क्या एक दुईचोटि लाग्ने हो भयो भने छोडिदिने हो मेरो बसको होइन भने अरू काम गर्ने हो क्या कि तपाईँहरू सबैजना निजामती सेवामा आउन सक्नुहुन्न कि तपाईँको भाग्य यहाँ छैन हरेक मान्छेको अलग अलग ठाउँ छ बुझ्नुभयो सायद कोही तपाईँको भोलि फिल्म स्टार हुनुहुन्छ होला तपाईँहरू होइन कोही तपाईँ व्यापारी बन्नुहुन्छ होला कोही तपाईँको मास्टर बन्नुहुन्छ होला कोही विदेशतिर जानुहुन्छ होला कोही सरकारी चाकरीमा हुनुहुन्छ हो त्यो भएको भएर अल्टिमेटली फेरि गर्ने त त्यही नै गर्नुपर्छ जुन छ तर एटलिस्ट जति समय दिनुहुन्छ यो निजामती यो लोकसेवाको इक्जाम प्रिपरेसनमा बेस्ट दिनुहोस् 100% दिनुहोस् क्या है मेरो चाहिँ यो कुरा हो सो टाइगर भल्चर र एनिमलमा तपाईँले के भन्नुभयो त भल्चर टाइगर र एनिमल ए भन्नुभयो जति पनि साथीहरूले डी भन्नुभएको छ यो होइन मैले हिजो पनि भनेको थिएँ तपाईँलाई मैले यो किनकि एनिमल भल्चर पनि एनिमल हो के बुझ्नुभयो कुन चाहिँ एनिमल हो त ढाड भएकोमा पर्ने बर्डमा पर्ने हो नि त भन्छ तपाईँको चाहिँ टाइगर र भल्चर चाहिँ अलग अलग हो तर दुवै के हो त एनिमल हो एन्सर चाहिँ ए हुन्छ मैले हिजो पनि भनेको फेरि आज पनि तपाईँ गल्ती गर्दै हुन्छ भएन नि त्यसरी है सो यो कुरा तपाईँले ध्यान दिनु होला नेक्स्ट क्वेसन छ क्यारोट फ्रुट्स र फ्रुट्स हेर्नु त क्यारोट फ्रुट र फ्रुट छ तपाईँहरू क्यारोट त भेजिटेबल हो
फ्रुट्स अलग हो भने त क्यारोट र फ्रुट्स अनि फुड यस्तो हुनु पर्यो। यो छ यहाँ अप्सनमै छैन। क्वेसन गलत भनेर आउने इक्जाममा होइन नि त। के हो त भन्दा क्यारोट के हो त फुडभित्र पर्छ, फ्रुट्सभित्र पर्छ भने चाहिँ क्यारोट फ्रुट्सभित्र पर्छ, फ्रुट्स चाहिँ फुडभित्र पर्छ। सो अप्सन नम्बर बी हुन्छ। त्यो भएर तपाईँलाई मैले के भनेको छु भन्दा क्यारोट इज नट अ भेजिटेबल, इट्स अ फ्रुट्स। बुझ्नुभयो? सेकेन्ड लेफ्ट आरबिएमा सोधेको छ क्वेसन है। सो यसै तपाईँले चाहिँ ध्यान दिनु होला। तर ए हुन्छ, ए कसरी हुन्छ अविनाशीले भन्नु त मलाई। यसको एन्सर भन्नुभयो ए। लजिक सुन्नु तपाईँको ल के छ तपाईँको लजिक भन्नु त। भन्न चाहनुहुन्छ बोल्नुहोस् न। यो त हाम्रो त यो ओपन डिस्कसन फोरम हो क्या। तपाईँहरू आफ्नो ओपिनियन राख्न सक्नुहुन्छ। सधैँ म सही हुन्छु छैन, कहिले म पनि गलत हुन्छु। ह्युमन इरर त हुन्छ नि होइन र, भगवान त होइन नि म। त्यो भएर कहिले म पनि गलत हुन सक्छु। एक्सप्लेन गर्नुहोस् न। ए त्यो हो भने ठिक छ, बी होइन चाहिँ ए भन्छु म। तर लजिकली तपाईँले मलाई चाहिँ सही लजिक तपाईँले दिनु पऱ्यो मलाई। ए कसरी हुन्छ भन्नुहुन्छ मलाई त्यो भन्नुहोस् त। के क्यारोट फुड होइन र, खानेकुरा होइन क्यारोट? के फ्रुट खानेकुरा होइन र? यहाँ हेर्नु भयो भने तपाईँ के भन्नुहुन्छ अन्त? के यो क्यारोट र फ्रुट चाहिँ अलग हो, यो चाहिँ तपाईँको चाहिँ यो चाहिँ फुड हो, यस्तो कुरा गर्नुहुन्छ यसरी? कि केही क्यारोटमध्ये केही कुराहरू चाहिँ खाना मिल्ने, केही चाहिँ खानामा पर्ने, केही चाहिँ नपर्ने हो, त्यस्तो हुन्छ र? हुन्न नि त। तपाईँको त यो त यसै पनि तपाईँको इलोजिकल भयो नि त। यो त क्यारोट पनि सबै खाना मिल्छ, सबै के त खानेकुरा हुन्। फ्रुट्स पनि सबै खानेकुरा हुन् कि फुड हो नि के त खानेकुरा। खानामा के आउँछ त? क्यारोट पनि आउँछ, फ्रुट्स पनि आउँछ। भनेपछि त यो दुवै तपाईँको फुडभित्र पर्यो। अनि क्यारोट आफैमा के हो त? फ्रुट्स पनि हो नि त। त्यही भएर तपाईँको चाहिँ अप्सन नम्बर बी हुन्छ। होइन भने त अप्सनमा यहाँ तपाईँको चाहिँ एउटा अप्सन नम्बर ई भने तपाईँको यस्तो हुनु पर्यो। यो छ र छैन नि त? यो त यो के हो हुनु पर्यो। ल यो भएर ल हामी यसमा जान सक्थ्यौँ कि तपाईँको यहाँ तपाईँको चाहिँ फ्रुट्समा भेजिटेबल हुनु पर्यो, तब होला हामी जान सक्थ्यौँ होला। भनेपछि म तपाईँले हिजो पनि भनिसकेको छु, एक्जामिनरले तपाईँलाई चाहिँ के त भन्दा क्यारोट र तपाईँको क्यारोट र टोमेटोलाई चाहिँ फ्रुट्स क्याटेगोरीमा राखेको हुन्छ है। सो यो कुरा पनि ध्यान दिनु होला। अब म अगाडि बढ्छु। सन, मुन र स्टार, यो पनि तपाईँ फिट गर्छ नि बिगार्नुहुन्छ। र सबैले कमेन्ट गर्नुहोस् त एन्सर सरलाई हेर्छु म। थ्याङ्क यू सो मच सर मोटिभेसनको लागि भन्नुहुन्छ। तपाईँहरूलाई मोटिभेट गर्दा गर्दा म डिमोटिभेट भइसकेँ। खै तपाईँहरू मोटिभेट हुने होइन। बी हो, बी हो। मैले भनिसकेको छु 50% तपाईँ गलत हुनुहुन्छ। तपाईँले एउटा कुरा भन्छु म, भनौँ न नभनौँ भयो लाइभमा छ भन्दिनँ म, कुनै बेला भन्छु म। बी हुन्छ हैन स्टार भित्र सन पर्यो, फेरि स्टार भित्र सन पर्यो, फेरि मुन चाहिँ अलग पर्यो हो र त्यस्तै। यसो एन्सर हो मन्देश्री भन्नुहुन्छ अप्सन नम्बर डी। सन के हो त? तारा हो नि त। भनेपछि सन ताराभित्र पर्यो। मुन के हो त? मुन हो सेटेलाइट हो होइन र? अनि खै त यत्रो पढ्यो, यत्रो ब्रह्माण्ड राजसरले पढाउनु तपाईँले खै त पढ्यो 16 दुना 8 हो कि यस्तै भयो कि यो त। यत्रो पढाए अनि खै त के भन्नुभयो सर भन्नु त? रामायण पढायो कि के सीताको सिजन भन्दा रावणको भने जस्तो भनेको कुरा हो भएन। तपाईँहरू के साँच्चै कि आज तपाईँको जुन आन्दोलन भयो, जुन तपाईँको चाहिँ घटना घट्यो, दुःखद घटना घट्यो, त्यसले तपाईँहरू सबै डिस्टर्ब हुनुभयो र होइन नि? मेरो त आँखा अगाडि भएको कुरा हो। म अफिस थिएँ, अफिसमा देखेको कुरा हो यो त है। अफिसको अगाडिपट्टि भइरहेको थियो। सो अब तपाईँहरू त विभिन्न ठाउँबाट हुनुहुन्छ, समाचार सुन्नुभयो होला। त्यही भएर कहिले काहीँ तपाईँको चाहिँ कतिपय कुराहरू तपाईँको डिस्ट्र्याक्ट गर्छ, तपाईँको मेन्टली तपाईँलाई असर पार्छ क्या होइन। सो त्यो कुरालाई तपाईँले अलिकति हेर्नुपर्छ। त्यस्तो कुराहरूबाट अलिकति टाढा रहनु राम्रो हो है। तर कन्सर्न चाहिँ हुनुपर्छ। फेरि आफ्नो देशको रिगार्डिङ त कन्सर्न हुनुपर्छ होइन। कुरा बुझ्नुभयो यहाँ? सन तारा हो, ताराभित्र तपाईँको सन पर्छ। तर मुन के हो त? मुन चाहिँ सेटेलाइट हो, उपग्रह हो नि त। यो त त्यो चिज चाहिँ अलग हुन्छ क्या, यो कुरा बुझ्नु पर्यो। अब यो भन्नुभयो के हो त? मुन सन चाहिँ अलग हो, दुवै चाहिँ तारा हो, स्टार भन्नुभयो। यो भन्नुभयो होइन नि, यो त होइन नि। यो तिनवटा अलग अलग भन्नु मिल्दैन, किनकि सन र ताराको कनेक्सन छ होइन। सो यो कुरा तपाईँले हेर्नु पर्यो है। यहाँ कनेक्सन के हुन्छ? कनेक्सन यस्तो हुँदै यो झन् हुँदैन है। त्यही भएर जब तपाईँ यसको मतलब थाहा छ कि दुईवटा बिच कमन पार्ट छ भन्ने कुरा थाहा भयो भने यस्तो त हुँदैन यो इक्जाम्पलमा। त्यसले यो सिधै आउट हुन्छ। यो अप्सन एलिमिनेसनबाट तपाईँ जान सक्नुहुन्छ क्या सिम्पली।
है यो कुरा तपाईँले चाहिँ ध्यान दिनु होला एनिमल छ वुल्फ छ अनि तपाईँको चाहिँ त एलिफेन्ट छ हेर्नु त के हुन्छ होला यसमा अप्सन नम्बर ए हो वुल्फ एलिफेन्ट र एनिमल है ल डक्टर लयर र प्रोफेसनल भनेको छ यहाँ झुकिनु छ 50% किन तपाईँले बुझ्दै बुझ्नुहुन्न थाहा छ मलाई ल भन्नु त हेर्छु म सबैले कमेन्ट गर्नुहोस् त फटाफट ल सन मुन दुवै स्काईमा जुइजी सन मुन दुवै स्काईमा त हुन्छ तर त स्काई छैन नि त त्यहाँ फेरि त्यहाँ तारा छ स्टार छ बुझ्नुभयो कुरा यसको आन्सर बी हुन्छ सर डक्टर लोयर अलग फेरि प्रोफेसनल अलग बी डी हो सी प्रोफेसनल भने काम ए हुन्छ ए डक्टर र लयर चाहिँ के हो त यो अलग अलग प्रोफेसन हो नि त यहाँ के छ प्रोफेसर भने हैन के प्रोफेसनल भनेको के त अलग अलग प्रोफेसन हो नि त यिनीहरू त हैन पेशा हो नि त प्रोफेसन भनेको पेशा डक्टर पेशा अलग हो लयर अलग हो तर दुवै के त पेशा हुन्छ अप्सन ए भयो नि त प्रोफेसर भने भए यो हुन्छ फेरि त्यहाँ प्रोफेसनल भनेको छ के त्यो क्वेसनलाई ध्यान दिएर प्रोफेसर भन्दै अब बी हुन्छ सर बी हुन्थ्यो तर त्यहाँ प्रोफेसनल छ नि त है प्रोफेसनल त्यो ध्यान दिनु पर्यो क्वेसन त कतिको हामी क्वेसन गलत तरिकाले चाहिँ बुझेर आउँछौँ है त्यो चाहिँ गर्नु भएन नुमा चाहिँ टाउको दुखेको तपाईँलाई हो केही छैन यहाँ के हो भन्दा कन्सन्ट्रेसनको अभाव छ तपाईँलाई मेडिटेसन गराउनु पर्ने भएको छ है अब कुनै बेलामा गराउँछ तपाईँलाई हजुर हजुर ल सिनामोङ क्युमिन सिड र स्पाइस छ यो सिनामोङ भनेको दालचिनी हो यसलाई हामी दालचिनी भन्छौँ बुझ्नुहुन्छ तपाईँले यो क्युमिन सिडको जिरा र स्पाइस भनेको तपाईँको चाहिँ मसला ठिक छ ल अब भन्नु त अब त मिलाउँछ होला क्या सायद भेरी गुड क्युमिन सिड र स्पाइस सरी सिनामोङ क्युमिन सिड र स्पाइस है दालचिनी र जिरा चाहिँ अलग अलग हो आइटम हो तर दुवै के हो नि त मसलाको क्याटेगोरी पर्ने हो नि त होइन सो अप्सन नम्बर ए हुन्छ ठिक छ थ्याङ्क यू ल तपाईँहरू यो फेसबुक पेजमा हुनुहुन्न भने जोइन गर्नु होला यहाँ मैले अलरेडी क्वेसनहरू सबै राखिदिएको छु है त्यहाँ तपाईँ डाउनलोड पनि गर्न सक्नुहुन्छ प्र्याक्टिस गर्न सक्नुहुन्छ इफ इन केस के क्वेसन आउँदैन भने सोध्न पनि सक्नुहुन्छ तपाईँ क्लासमा हुनुहुन्छ वा हुनुहुन्न तपाईँहरू यहाँ जोडिनु भयो द्याट मिन्स तपाईँ मेरो आफ्नो प्रिय हुनुहुन्छ द्याट मिन्स तपाईँको सबैको प्रश्नको एन्सर म दिनेछु ठिक छ सो तपाईँलाई केही आइक्यूसँग सम्बन्धित केही पनि कन्फ्युजन छ भने तपाईँले चाहिँ सुनिल छेत्री भन्ने फेसबुक पेज छ यसमा तपाईँले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ SHUNILCHHETRRI ठिक छ यसमा कन्ट्याक्ट गर्नु होला सर स्पेलिङ इरर भयो भन्नु होला स्पेलिङ इरर बनाएको मैले ठिक छ सुनिल छेत्री सचन बित्तिकै इन्डियाको फुटबल प्लेयर आउँछ म कहाँ हो त्यो भएर चाहिँ अलिकति स्पेलिङ इरर गरेर चाहिँ म यो नाम सोच्दा त मै आउनु पऱ्यो नि त अरू आएर भयो भन्नु नि त त्यो भएर चाहिँ नाम चेन्ज गरेको है ताकि तपाईँलाई चाहिँ सहज होस् तरिकाले सो अब हामी थोरै केही क्वेसन कन्फ्युजन हुने टाइपको प्र्याक्टिस गर्छौँ ठ्याक्कै यही छ तपाईँले फेसबुक पेजमा खोज्नु सक्नुहुन्छ तपाईँसँग सबैसँग फेसबुक आइडी छ होला नभए पनि केही छैन तपाईँले नम्बर पनि इभन तपाईँलाई चाहिँ 9855559995 यो नम्बरमा तपाईँले चाहिँ वाट्सएप गर्न सक्नुहुन्छ अर्को नम्बर चाहिँ म दिइनँ यो नम्बर दिएँ यही नम्बर सेयर भइरहेछ है सो वाट्सएपमा तपाईँले यदि क्लास लिन चाहनुहुन्छ कन्ट्याक्ट गर्नुहोस् म तपाईँलाई चाहिँ क्युआर कोड तपाईँलाई चाहिँ म क्युआर कोड सेन्ड गर्छु र तपाईँ चाहिँ पे गरेर चाहिँ क्लासमा जोइन गर्न सक्नुहुन्छ थोरै म दुई चारवटा चाहिँ अब यहाँ क्यामेरालाई साथ दिएसम्म चाहिँ म केही क्वेसन तपाईँलाई प्र्याक्टिस गराउँछु कन्फ्युजन लाग्ने कुराहरू चाहिँ थोरै जस्तै यहाँ हेऱ्यो भने के हुन्छ भन्ने कुरा म सोध्छु है त 10वटा कन्सेप्ट तपाईँको कपीमा छ पक्कै पनि कुन चाहिँ कन्सेप्ट हो तपाईँले भन्नु पऱ्यो जस्तै यहाँ हेरौँ त जस्तै यो आइसकेको छ भर्खर गरिसक्यो पास इयरमा आएको गरिसकेका छौँ ठिक छ रिसर्च साइन्टिस्ट र प्रोफेसर भनेको छ हेर्नु त रिसर्चर भनेको छ साइन्टिस्ट भनेको छ प्रोफेसर भनेको छ यो तिनटैको इन्टर कनेक्सन छ हो तिनटैको कनेक्सन छ रिसर्चर मिन्स सबै साइन्टिस्ट हुन्छ र हुन्न नि भनेपछि तपाईँको चाहिँ रिसर्चर साइन्टिस्ट र प्रोफेसर यही हो हुनुपर्ने ठिक छ
प्रोफेसर भनेको पढाउने मान्छे। साइन्टिस्ट मात्रै के प्रोफेसर हुन सक्छन्, के रिसर्चर हुन सक्छन्। प्रोफेसर मात्रै के साइन्टिस्ट हुन सक्छन्, के चाहिँ रिसर्च गर्नेवाला नै हुन सक्छन्। ठिक छ। सो इन नर्स पेसेन्ट हस्पिटल यो आइसकेको छ इक्जाममा। फुड क्यारोट भेजिटेबल हेर्नु त के हुन्छ यसको, यस्तो हुन्छ यस्तो हुनु त क्यारोट भेजिटेबल फ्रुट्स यही हो फुड यही हो होइन नि। अघि क्यारोटलाई अघि हामी के भन्थ्यौँ फ्रुट्स भने होइन भनेपछि क्यारोट भेजिटेबल र फुड यो हुन्छ। यदि यो छैन भने बल्ल तपाईँ यसमा जाने हो। अप्सनमा पहिला सबभन्दा पहिला चेक गर्नु यो बुझ्नुभयो। यो छैन भने बल्ल तपाईँ यो त्यो त मैले तपाईँलाई अब यति धेरै पढाइसकेँ अब त तपाईँले ठ्याक्कै यो हो कि होइन भनेर तपाईँ त्यो क्लिक गर्नु पऱ्यो नि माइन्डमा। ठिक छ। अब सिङ्गर छ हेर्नु, सिङ्गर म्युजिसियन र वुमन छ हेर्नु त। 10वटा कन्सेप्ट मध्ये कुन चाहिँ कन्सेप्ट हुन्छ रहेछ हेर्नु त। सो तपाईँले सोच्नुहोस् न। तिनटैको इन्टरकनेक्सन छ भन्ने कुरा होइन त। वुमन मध्ये के म्युजिसियन हुन्छ नि, के तपाईँको सिङ्गर पनि हुन सक्छन्। सिङ्गर मध्ये के म्युजिसियन हुन्छ नि, के तपाईँको चाहिँ वुमन पनि हुन सक्छन्। यस्तो हुन्छ क्या। अप्सन भइदियो भने तपाईँ अलिकति कम्फर्टमा हुन्छ। अब अप्सन भएन भने तपाईँ सोच्नु पर्यो, दिमाग खिया हुन्छ नि त। त्यो गरेर राखेको हो नि त यो खास बुझ्नुभयो। 10वटा पढिसक्यो, 10वटा अप्सन मध्ये कुन चाहिँ अब 4वटा अप्सनमा गएन म 10वटा अप्सनमा गएको छु, 10वटा मैले पढाइसकेको छु तपाईँलाई। त्यहाँ मध्ये कुन चाहिँ झिकेर टक्क भन्नु पर्यो तपाईँले, वा तपाईँको त्यसलाई चाहिँ एक्सप्लेन गर्नु पर्दा बरु। अब फ्लावर छ व्हाइट र क्लोथ छ ल भन्दा के चाहिँ हुन्छ होला, कुन चाहिँ हुन्छ होला। भेरी गुड यो हो नि त। फ्लावर र क्लोथ भनेको अलग अलग हो तर व्हाइट के त फ्लावर पनि व्हाइट हुन्छ क्लोथ पनि व्हाइट हुन्छ होइन त। यही हो यही हो है यही हुन्छ। ठिक छ। दिस इज ट्रु। माउन्टेन छ अर्थ छ फरेस्ट छ हेर्नु त। अघि चाहिँ हिल पढेको थियौँ हामी होइन, हिल पढेको थियौँ अझै होइन नि। माउन्टेन्स भित्र तपाईँको चाहिँ फरेस्ट आउँछ आउँछ नि त्यो त अघि भएर पढायो हो। यस्तो हो नि त यो नि अघि भएर पढायो होइन। अघि हिल र फरेस्ट अनि अर्थ पढायो नि त। पहाडमा रुखहरू हुनु जङ्गल, पहाड पनि जङ्गलले भरेको पहाड पनि हुन्छ। पुष्पा हेर्नु आएन मम्मी। ए ओके त्यहाँ पुग्नु भयो। लजिकल तपाईँ सही हुन्छ है हुनु चाहिँ। माउन्टेन हुने बित्तिकै सगरमाथा यिनीहरूलाई हेर्नुपर्छ क्या है के हो। माउन्टेन भनेदेखि हिमालतिर गयो क्या है। अब हिमालतिर गयो भने त यो त हुँदैन फेरि। फरेस्ट यो हुन्छ नि त फेरि त्यो भयो भने त के हेर्नु होला यो अवस्थामा। यो अवस्थामा अप्सनलाई ध्यान दिएर हेर्नु होला। अप्सनमा चाहिँ के इक्जामले चाहिँ के सोचेर बनाएको छ। ठिक छ। दुईटा मध्ये एउटा हुन्छ फेरि त्यो दुईटै दिँदैन फेरि कन्फ्युज हुनु दिँदैन फेरि बुझ्नु है। दुईटै दियो भने के गर्यो भन्ने नसोच्नुहोस्, दुईटा मध्ये एउटा दिन्छ। अब हिमालतिर कुरा छ भने तपाईँको चाहिँ अब इक्जाममा हिमाल भनेर आयो किन तपाईँको खैदामा त नेपालीमा आउँछ। माउन्टेन पहाड हिल र पहाड उस्तै सिरिने हिल भनेको अलिकति सानो डाँडा काँडालाई चाहिँ हिल भन्छ जस्तो लाग्छ मलाई चाहिँ है। अब म पनि अब अलिकति हिल भन्दा अलिकति अग्लो भन्ने कुरा होला कि त्यसै हो। त्यसै अलिकति त्यो हाइटको आधारमा चाहिँ अलिकति बाइफाइट गर्ने हो जस्तो लाग्छ मलाई। सो तपाईँको चाहिँ हुनुपर्ने यो हो। इफ इन केस यो छैन भने फेरि यसमा जानुहोस् तपाईँले है। किनकि हामी त इक्जाममा त 4वटा मध्ये त्यहाँ दिएको अप्सन मात्रै लजिकली बेस्ट के त्यहाँ जाने हो नि त होइन। सो त्यो भएर चाहिँ तपाईँको चाहिँ अहिले मैले ठ्याक्कै यो हुन्छ भने पनि इक्जाममा सायद यो नदिएर अर्को अप्सन दियो भने त्यहाँ दिएको अप्सनमा चाहिँ तपाईँ जाने हो हेर्ने हो क्या त्यति मात्र है। त्यसै तपाईँले बुझ्नु होला है त। ल यो भयो। बाँकी तपाईँले गर्न सक्नुहुन्छ अरू त्यस्तो छैन। यो तपाईँको अघि आइसकेको छ सन अर्थ प्लानेट हेर्नु त। यहाँ यसो के हुन्छ ल भन्नु त मलाई ल। यसको प्लानेट भित्र चाहिँ अर्थ पर्यो अनि सन अलग कुरा पर्छ। यो हुन्छ अब तपाईँले उस गर्दै हुन्छ। ठिक छ। अब यो के हुन्छ भन्दा यसको पेपर इङ्क र स्टेसनरी भित्र पेपर र इङ्क चाहिँ फरक कुरा हो।
स्टेसनरी भित्र सामग्रीहरू भेरी गुड फ्रेन्च जर्मन ल्याङ्ग्वेज भित्र फ्रेन्च र जर्मन अलग कुरा भयो यही भयो हैन त आइरन मिनरल र कपर भनेको छ यो मिनरल भनेको चाहिँ यो खनिज आइरन खनिज पदार्थ भन्ने कुरा खनिज भित्र आइरन यही हो के छ खनिज भित्र छ आइरन र कपर फरक कुरा भयो यसमा चाहिँ यसको तिनटै त्यो त डिफरेन्स छ होइन होला पिस्टन हो पिस्टन इन्जिन भित्र हुन्छ हैन र पिस्टन चाहिँ भित्र पिस्टन इन्जिन भित्र हुन्छ अनि व्हील चाहिँ अलग हुन्छ अलग कुरा भयो आन्सर हो है के साथीहरुको सर अलिकति हामी इंग्लिश नजान्नु पर्यो गाह्रो भयो भन्नु होला टेन्सन लिनु पर्दैन मैले एक्सप्लेन गरिरहेको छु है तपाईलाई पिस्टन भनेको इन्जिन भित्र चाहिँ हुने एउटा आइटम भनौँ न है टुल्स के भन्नु बुझ्नुहुन्छ तपाईले अब सीड छ लिफ र रुट छ हेर्नु त यो तीनटै अलग अलग हो हजुर सीट ए? पनि बिउ अनि पात र जरा भने फरक फरक भयो यो डक्टर इन्जिनियर आर्मी हेर्नु त तिनटै प्रोफेसन तर डिफरेन्ट प्रोफेसन डिफरेन्स अँ। हुन्छ आर्मी मध्ये के डक्टर पनि हुन सक्लान् हो अनि आर्मी मध्ये के इन्जिनियर पनि हुन सक्लान् हैन आर्मीमा पनि डक्टर हुन्छ नि हैन र हुन्छ तर फेरि के हो त तर के हो भन्दा तपाईको चाहिँ तपाईको बाइ प्रोफेसन के हो भन्दा कि तपाई आर्मी भन्नुहुन्छ कि तपाईँ डक्टर भन्नुहुन्छ नि त हैन हैन सो यो के हो त भन्दा नर्मली तपाईको यो तीनटा प्रोफेसन अलग अलग भनेर बुझ्दा नै हुन्छ है सो तपाईको प्रोफेसनको हिसाबले त अलग अलग भयो यो तीनटा हो इफ इन केस यो चाहिँ तपाईको इक्जाममा यो छैन भने चाहिँ यसको अप्सनमा के हुन सक्छ भन्दा तपाईको चाहिँ डक्टर र इन्जिनियर चाहिँ अलग अलग प्रोफेसन हो ठीक छ तर आर्मी मध्ये के डक्टर पनि हुन्छ के इन्जिनियर पनि हुन सक्दैन हैन र आर्मी चाहिँ भित्र यो पनि हुन सक्छ के फेरि त्यो चाहिँ इक्जाममा चाहिँ कुन चाहिँ त्यही मैले तपाईलाई चाहिँ यो हुन्छ भने घोक्ने होइन भनेको के हो तपाईलाई चाहिँ त्यहाँ दिएको अप्सन मध्ये लजिकली बेस्ड के हुन्छ त्यहाँ तपाईँ जानु पर्यो मैले तपाईले कसरी बुझाएँ त नर्मली आर्मी पनि अलग पेसा हो अलग अलग उस हो ठीक छ सो तीनटै अलग अलग हो तर इनकेस यो भयो भने के गर्नु फेरि तपाईको चाहिँ डक्टर र इन्जिनियर त अलग अलग हो थाहा छ तपाईलाई तर आर्मी मध्ये के डक्टर पनि हुन सक्छन् के चाहिँ इन्जिनियर फिल्ड पनि हुन सक्छन् हैन अनि त्यो अवस्थामा यो चाहनु पर्यो लजिकली फेरि सेकेन्ड बेस चाहिँ यो हुन्छ के त्यो चाहिँ हेर्नु पर्यो पछि इक्जामिनरले कसरी क्वेसन आउँछ त्यो हामीले सोच्न सक्दैनौँ के अप्सन वाइज एनालाइसिस गर्नुपर्छ अप्सन अनुसार एनालाइज गर्ने हो कि त्यही भएर है ल ठिक छ यही नै हो अरू तपाईँको त त्यस्तो खासै केही छैन बाँकी तपाईँ गर्न सक्नुहुन्छ यो पनि आइसकेको छ गरिसकेको छ तपाईँलाई मैले यो वुमन मदर विडो छ के छ त्यसमा के तपाईँलाई कन्फ्युज हुनसक्छ सक्दैन होला गर्न सक्नुहुन्छ केही गाह्रो छैन है सो हेर्नु होला अब यहाँ त बोटनी यो हेर्नु त कतिको तपाईँ जान्नुहुन्छ बोटनी जुलोजी र बायोलोजी यो बायोलोजी भित्र यो फरक भिन्न आउँछ बोटानी र जुलोजी बोटनी र जुलोजी अलग अलग शास्त्र हो तत्त्व के त बायोलोजी भित्र हुन्छ यहाँ हेर्नु त हर्स मेल र मेयर छ हेर्नु त मेयर भनेको मेयर भने हर्सको उयो फिमेल हर्सको मेल हो मेल र मेयर भन्छ है अब तपाईँले अब अलिकति एनोलोजीमा तपाईँलाई मैले के दिन्छु होइन मेयर भन्छ अनि उसलाई चाहिँ फोल के भन्छ अब यो यदि हेर्नुपर्छ है के त हर्स भनेको कमन हो हर्स भनेको चाहिँ कमन भयो जहाँ तपाईँको चाहिँ के त तपाईँको चाहिँ मेयर चाहिँ के त मेल हो यही हुने भयो यो हेर्नु पर्छ तपाईँले है किनकि मेयरलाई तपाईँको चाहिँ मेल भन्छ होइन सो त्यो कुराले हेर्नुपर्छ सोडियम कपर र मेटल छ सोडियम के हो मेटल सोडियम पनि राख्यो यहाँले मेटल भित्र पर्यो हो सोडियम र कपर अलग अलग दुवै चाहिँ मेटल भन्ने कुरा भयो नि त मेटल भित्र पर्यो नि त यो कुरा हेर्नु होला तपाईँको यहाँ के छ अर्को कता भयो सेरल छ अनि व्हिट र राइस छ हेर्नु त यो भनेको अन्न भन्छ के अरे होइन सेरललाई चाहिँ व्हिट र राइस भनेको अलग अलग दुवै के हो त सेरलभित्र पर्छ होइन यो कुरा तपाईँले चाहिँ हेर्नु होला ठिक छ सो यो हेर्नुहोस् अर्को तपाईँको यतापट्टि एउटा बाँकी थियो सानो तपाईँलाई चाहिँ ल सबै मैले तपाईँलाई इक्जाम यस गरिसकेको छु है ल यहाँ हेर्नु त ल यहाँ तपाईँले के चारवटा अप्सन दिएको छु योभन्दा फरक पनि हुनसक्छ यो तपाईँलाई मैले गराइसकेको छु यो पनि गराइसकेको छु यो टी कफी र बिभरेज हेर्नु त रेस्टुरेन्ट जानु भएको छ तपाईँहरू बिभरेज भित्र तपाईँ चाहिँ कफी र टी पाउँछ भने कफी र टी भनेको अलग अलग हो तर दुवै के त बिभरेज भित्र पर्छ तपाईँको यो हो यसमा भने होइन
अर्को यो हेर्नु त, यो अर्को इम्पोर्टेन्ट छ, तपाईँ इक्जाम आएको छ, स्यालर छ, सिप छ, ओसन छ। ओसन भित्र चाहिँ सिप पनि पर्छ पहिला यो स्यालर भनेको चाहिँ के हो थाहा छ तपाईँलाई? के हो भन्नु त? सिप भित्र काम गर्ने व्यक्तिलाई स्यालर भन्छ, बुझ्नुभयो? स्यालर भनेको सिप भित्र काम गर्ने व्यक्ति, त्यो व्यक्तिहरूको समूहलाई के भन्छ फेरि? क्रू भन्छ फेरि त्यसलाई। तर अलिकति तपाईँको भोक्याबुलेसन तपाईँको चाहिँ राम्रो हुनुपर्छ क्या, अलिक जान्नु पर्यो है। स्यालर भनेको चाहिँ एकजना व्यक्ति जो चाहिँ सिप भित्र काम गर्छ। अन्त सिप चलाउने ड्राइभरलाई चाहिँ के भन्छ होला थाहा छ? त्यो नेभी भनेको त तपाईँको चाहिँ त्यो नेभी फोर्स भनेको तपाईँको चाहिँ त्यो जल के भन्छ समुद्री सेनालाई भन्ने हो क्या। त्यो चाहिँ सेना समुद्रमा चाहिँ काम गर्ने, समुद्रको उसमा चाहिँ समुद्रबाट होइन तपाईँको चाहिँ अब भोलि फाइट गर्नु पर्ला वा तपाईँको चाहिँ आफ्नो एरियामा जुन कस्तो हुन्छ भने कति कन्ट्रीको त एरिया तपाईँको त ल्यान्ड मात्र होइन समुद्र पनि त उनीहरूको एरियामा आउँछ नि त। हो, त्यो समुद्रमा बसेर चाहिँ आफ्नो देशको सुरक्षा गर्ने त्यसलाई नेभी तपाईँको चाहिँ जो जुन सिप चलाउने ड्राइभरलाई चाहिँ क्याप्टेन भन्छ है। यो कुरा पनि बुझ्नु होला। अब यहाँ हेर्नु त, समुद्रभित्र तपाईँ के हुन्छ त? सिप हुन्छ, अनि सिपभित्र चाहिँ काम गर्ने कर्मचारी हुन्छन् भन्नु है। सो स्यालर भनेको चाहिँ कहिले स्यालर ठाउँमा क्रू पनि दिन्छ, क्रू मेम्बर भने क्रू भनेको तपाईँको चाहिँ सिपमा काम गर्ने मान्छेहरूको चाहिँ समूहलाई चाहिँ क्रू भन्छ है। यस्तो कुरा तपाईँ चाहिँ नोटिस गर्नु जान्नुपर्छ। अब यहाँ हेर्नुभयो, यो तपाईँको मैले हिजो भनिसकेको छु, व्हेल, फिसेस र क्रोकोडाइल भनेको छ। यसको मतलब तपाईँको चाहिँ यो चाहिँ नभन्नु होला है, यसको मतलब चाहिँ यो चाहिँ होइन नभन्नु होला, यो चाहिँ होइन, ठिक छ। के हो तपाईँको चाहिँ व्हेल, फिस र क्रोकोडाइल सबै छ, तिनटै अलग अलग हुन् है। यो तपाईँको चाहिँ रेप्टाइल्स हो, यो फिसहरूको फिसै भइहाल्यो, व्हेल भनेको म्यामल्स भयो। यो सेन्समा तपाईँको चाहिँ हेर्नुपर्छ। यदि यो थिएन भने फेरि कहाँ जानु पर्यो? तपाईँ यहाँ जानु पर्यो। इफ इन केस इक्जाममा यो छैन भने यो क्वेसनमा फेरि कहाँ जाने? तपाईँ फेरि यहाँ जाने। के सेन्समा जाने त भन्दा व्हेल चाहिँ फिसभित्रको चाहिँ एउटा प्रजाति हो भनेर जानु पर्यो, तर क्रोकोडाइल चाहिँ अलग हो भने सेन्समा जानु पर्यो। त्यही भएर इक्जाममा तपाईँले चाहिँ यसको चाहिँ यो हुन्छ भनेको हो कि त एकदम फिक्स माइन्डसेटमा तपाईँ बस्ने होइन। मेरो कन्सर्न चाहिँ तपाईँको के हुनुपर्छ, तपाईँको चाहिँ त्यहाँ दिएको अप्सनलाई तपाईँले चाहिँ मजाले तपाईँले त्यसलाई चाहिँ इन्टरप्रेट गर्न सक्ने हुनु पर्यो। त्यो चाहिँ मैले तपाईँलाई बनाएँ कि भएन भन्ने कुरा हो। के छ अलिकति तपाईँको अलिकति के ओपन भएको छ, तपाईँको अलिकति ब्रडली सोच्नु थाल्नु भएको छ होइन? किनकि फर्स्टमा चाहिँ व्हेल, फिसेस र क्रोकोडाइलको चाहिँ यो हुन्छ। इफ इन केस यो छैन भने हामी जानुपर्छ यसमा फेरि त्यो अवस्थामा चाहिँ है। किनकि व्हेललाई चाहिँ फिसभित्र राख्छौँ तर क्रोकोडाइल चाहिँ अलग हुनु पर्यो है। यसरी हेर्नुपर्छ। टिचर, स्टुडेन्ट र कलेज ए बी सी डी। जस्ट अहिले मैले तपाईँलाई क्वेसन प्र्याक्टिस मात्रै गरिरहेको छु, क्लास सकिसक्यो है। ल भन्नु त एबिसिडीमा के हुन्छ भन्नु त? यो सी भयो, सी चाहिँ है। टिचर र स्टुडेन्ट चाहिँ अलग अलग हुन् तर दुवै के हो त कलेजभित्र हुन्छन् भनेर बुझ्नु पर्यो है। ठिक छ। हिजो हामीले बल्ब र ल्याम्प अनि लाइट थियो नि, बल्ब र ल्याम्प चाहिँ अलग अलग हो तर दुवैबाट के भन्छ लाइट प्राप्त हुन्छ नि त, लाइटको सोर्स हो नि त दुवै हो। त्यसरी लाइटभित्र राख्थ्यो नि हो, त्यसरी हेर्नु पर्यो किनकि टिचर र स्टुडेन्ट कहाँ हुन्छ नि त कलेजभित्र हुन्छ नि त, स्टेजमा हेर्नु पर्यो। यो पेटल छ, फ्लावर छ, बुके छ, हेर्नु त। यो पेटल भनेको तपाईँको चाहिँ पत्र भन्छ क्या होइन, फुलको पत्र, रोजको पत्र यस्तो कहिले निकाल्नु भएको छ होइन, त्यो भनेको पेटल भयो। यो पेटलको फ्लावरभित्र पर्छ, फ्लावर चाहिँ बुकेभित्र हुन्छ। तपाईँको के त यसको के हुन्छ त? अप्सन नम्बर बी हुन्छ है। यो तपाईँलाई थाहा छ। यो गरिसकेको छु मैले। यो हेर्नु त गोल्डन एप्पल, एप्पल र फ्रुट छ, यसको के हुन्छ होला? फास्ट गोल्डन एप्पल भनेको के हो सर? यो ग्रीन एप्पल, गोल्डन एप्पल चाहिँ एप्पलको एउटा अर्को टाइप छ कि फर्दर। रेड एप्पल, गोल्डन एप्पल, ग्रीन एप्पल भन्छ नि। पहेँलो टाइपको सुनौलो एप्पललाई गोल्डन एप्पल भन्ने हो। यसरी बुझ्नु न जस्तो कस्तो हुन्छ। नेपालमा पाउँछ नि गोल्डन एप्पल, कति मिठो हुन्छ नि होइन। रेड एप्पल, गोल्डन एप्पल, ग्रीन एप्पल भन्दा यो एप्पलको टाइप्स बुझ्नु न भनेपछि। अब यहाँ एप्पल भने बित्तिकै गोल्डन एप्पल चाहिँ एप्पलभित्र पर्छ अनि एप्पल चाहिँ फ्रुट्सभित्र पर्छ भने चाहिँ अब बी भयो, बी हो त्यो है। ठिक छ। यो होम मिनिस्टर, मिनिस्टर र क्याबिनेट के होला? होइन नि, होम मिनिस्टर चाहिँ मिनिस्टरभित्र पर्छ, मन्त्रीभित्र मन्त्रीको टाइप भयो
तर मन्त्रीहरू कहाँ हुन्छन् त क्याबिनेटमा हुन्छन् भनेर बुझ्नुभयो सो के त यसको तपाईँको चाहिँ अप्सन नम्बर बी हुन्छ यो तपाईँ एकदम इम्पोर्टेन्ट हो है इक्जाम आएको छ यिनीहरू होम मिनिस्टरहरूको मिनिस्टरभित्रको चाहिँ पार्ट चाहिँ होम मिनिस्टर हो होम मिनिस्टर इकोनोमिक मिनिस्टर होइन प्राइम मिनिस्टर यिनीहरू के त टाइप्स भयो मन्त्रीहरूभित्रको चाहिँ कुनै एउटा पर्टिकुलर मन्त्री भयो तर मन्त्रीहरू कहाँ हुन्छ त फेरि तपाईँको चाहिँ क्याबिनेट मन्त्री मण्डलभित्र हुन्छ नि त उनीहरू होइन क्याबिनेटको चाहिँ मन्त्री मण्डल भनेर बुझ्दा हुन्छ अब यहाँ तपाईँ झुकिने एउटा चाहिँ बाथरुम छ बेडरुम छ हाउस छ ल भन्दैछ के हुन्छ होला त्यो हाउसमा चाहिँ लजिकली सर अलि बाथरुम हाउस भयो बाथरुम त बेडरुम फर इक्जाम्पल यो चारवटा अप्सन छ के भन्नुहुन्छ एकचोटिमा अब यहाँ थाहा हुन्छ कसको घरमा चाहिँ बाथरुम कहाँ छ त्यहाँ थाहा हुन्छ ल सबै साथीहरू युट्युबमा साथीहरू सबैले कमेन्ट गर्नुहोस् त ल मोनिकाजी एकदम सही भन्नुभएको छ बेलामा तपाईँहरूलाई मैले इग्नोर गरेको त होइन है किनकि म यहाँ फ्लोमा पढाउँदा म किनकि म यहीँ हराउँछु नि त साथीहरूसँग जो चाहिँ यहाँ बोलिरहनु भएको थियो तपाईँहरू पनि आउँछ भनेर मैले लेखिराखेको छु सी भन्नुभयो सी द्याट मिन्स ओके मिलनजी अब यहाँ हाम्रो है अब त्यही हो अब के हो जनरल तरिकाले जानु पर्यो जनरली अब पहिला चाहिँ बाथरुम चाहिँ घरभन्दा बाहिर हुन्थ्यो होइन त्यसलाई हामी टोयलेटको रूपमा ल्याउँ न वा तपाईँको आजभोलि घरभन्दा बाहिर टोयलेट र बाथरुम पनि तपाईँको एड्रेस भएर छुट्टै भइरहेको हुन्छ तर यहाँ के छ भन्दा अब हामीले हेर्ने बाथरुम बेडरुम र हाउस भनेको छ अब कतिले भन्नु न सर मेरो घरमा त एट्याच बाथरुम छ भन्नुहुन्छ होइन द्याट मिन्स तपाईँले चाहिँ बी पनि भन्न सक्नुहुन्छ पहिले हो मैले बी सही एन्सर भने होइन फेरि कसैले चाहिँ तपाईँको चाहिँ बी भन्नुहुन्छ किनकि बाथरुम चाहिँ बेडरुमभित्र हुन्छ एट्याच बाथरुम हुन्छ कोठाभित्र तपाईँको चाहिँ बाथरुम पनि हुन्छ होइन र अनि त्यो चाहिँ घरभित्र हुन्छ भन्दा तरिकाले तपाईँ बी भन्न सक्नुहुन्छ केहीले चाहिँ तपाईँको चाहिँ सी भन्नुहुन्छ तर बी र सी मध्ये एउटा चाहिँ सही एन्सर हो ए पनि होइन सी पनि डी पनि होइन के हो भन्दा तपाईँको चाहिँ यसो सही एन्सर तपाईँको चाहिँ सी हो किन सी हो भन्दा तपाईँको चाहिँ एट्याच बाथरुम द्याट मिन्स नट तपाईँको चाहिँ बाथरुम चाहिँ कोठाभित्र छ भन्ने होइन त्यो के हो भन्दा कोठाभित्र तपाईँको चाहिँ कोठामा चाहिँ जोडिएको चाहिँ बाथरुम एट्याच भएको भनेको मात्र हो क्या यो चाहिँ कोठाभित्र छ र छैन नि त तर छ त्यो घरभित्र चाहिँ छ तर त्यो जोडिएको कोठा र चाहिँ तपाईँ बेडरुम र बाथरुम चाहिँ एट्याच मात्र भएको जोडिएको मात्र भने हो क्या त्यो भित्र होइन क्या यसो बुझ्नु पर्छ तर कमनली जनरल वेमा हेर्दा के हुन्छ भन्दा घरभित्र बेडरुम पनि हुन्छ होइन तपाईँको चाहिँ बाथरुम पनि हुन्छ यो सेन्समा तपाईँले चाहिँ हेर्नु पऱ्यो है ठिक छ फेरि त्यो कम्प्लेक्समा हेर्नु भने फेरि त्यो कोकभित्र पनि पानी हुन्छ पेप्सीभित्र पनि पानी हुन्छ भनेर फेरि त्यो कमाउन जोडे जस्तो हुन्छ त्यो बर्बाद हुन्छ त्यो होइन एकदम एकदम तपाईँको के त सट्टै हेर्दा त के हुन्छ त्यही नै तपाईँको सही एन्सर हुन्छ कि जति कम्प्लेक्स गर्नु त्यति नै गाह्रो हुन्छ यो है यो विषय त्यस्तो हो यो तपाईँको भइसकेको छ ल आजलाई हामी यति नै गर्छौँ सो तपाईँहरूलाई चाहिँ अब बाँकी केही छ भने अब हामी नेक्स्ट क्लास भोलि चाहिँ अब भोलि सूर्यग्रहण पनि छ है सो भोलि क्लास नगरौँ सूर्यग्रहणको बेलामा चाहिँ राम्रो काम गर्नुहुन भन्छन् है सो जति पनि साथीहरू गइसक्यो उतापट्टि तपाईँको एपमा पनि भोलि आउँछ पर्सि तपाईँको एप पनि आउँछ अहिले चाहिँ मैले फेसबुक पनि राखिरहेको छु सुनिल छेत्री SHUNILCHHETRRI यो फेसबुक पेजमा तपाईँहरू चाहिँ भेट्नुहुन्छ म तपाईँहरू अब थोरै केही कुरा भन्छु अब हामी लाइभमा छौँ ठिक छ अलिकति अफेन्सिभ पनि होला वा तपाईँ कसैले मलाई यो कुरामा क्वेसन गर्न सक्नुहुन्छ होला तपाईँहरू लोकसेवाको तयारी गर्दै हुन्छ द्याट मिन्स तपाईँ सरकार होइन के हो त सूर्य हो कि बुझ्नुभयो सो सूर्यसँग तपाईँ जोडिँदै हुनुहुन्छ सो तपाईँहरू म के भन्छु भन्दा एउटा चाहिँ तपाईँहरूले आफ्नो फेसबुक पेजमा जुन प्रोफाइल पिक्चर तपाईँ आफ्नो राख्नुहोस् सबभन्दा पहिला एउटा अर्को कुरा सक्नुहुन्छ भने सूर्यलाई अगर के दिन्छ जल दिने भन्छ के भन्छ भने त्यो चाहिँ गर्नु होला कहिले तपाईँको चाहिँ यसो केही गर्नु मलाई भने एटलिस्ट कसैलाई केही दान दिनु भने त्यो फोटो खिच्नको लागि दान गर्ने होइन दान भनेको चाहिँ एउटा हातले देब्रे दाहिने हातले दिएको चाहिँ देब्रे हातले थाहा नहोस् भन्छ नि त्यसै दान गर्नुपर्छ भन्छन् सो सुटुक्क हुनु पऱ्यो त्यो हिँडाउनु हुनु पऱ्यो तपाईँ ब्याग कसैले थाहा हुनु भने तपाईँले के दिँदै हुन्छ नि कुरा है त्यो दिने क्रममा चाहिँ कहिले तपाईँले चाहिँ गहुँ भनेको के हो त तपाईँको चाहिँ गहुँलाई चाहिँ हामी सूर्यसँग चाहिँ जोड्छौँ है चामललाई चाहिँ हामी मुनसँग हेर्छौँ तर कहिले कस्तो हुन्छ भन्दा ठाउँ अनुसार फरक नै हुन्छ है
जस्तो जहाँ तपाईँको चाहिँ जे धेरै युज हुन्छ त्यसलाई चाहिँ हामी के त जुन चाहिँ के हो बुझ्नु छ त पावरफुल जुन मेजर के घरमा त घरको सन को हो त तपाईँको बुवा हो कि किनकि तपाईँको बुवाले घर चलाउनुहुन्छ देशको सन को हो त प्राइम मिनिस्टर हो होइन सो यस्तो टाइपको हुन्छ सो हजुरहरूले चाहिँ आफू यदि तपाईँहरू चाहिँ निजामती सेवामा आउनु चाहनुहुन्छ भने दुईवटा कुरा हेर्नु पऱ्यो तपाईँहरू चाहिँ एउटा चाहिँ मेहनत त गर्नै पऱ्यो हो अर्को के हुनुपर्छ तपाईँको चाहिँ तपाईँको कर्म पनि तपाईँको त्यही अनुसारको अलाइन हुनु पऱ्यो क्या भन्न खोजेको तपाईँको भाग्य र तपाईँको कर्मको चाहिँ अलाइन हुनुपर्छ जस्तो एउटा रथको चाहिँ दुईवटा पाङ्रा भनेको के हो त तपाईँको कर्म र भाग्य दुईवटा बराबर भयो भने रथ चल्छ होइन भने चल्दैन यस्तै हो अहिले तपाईँ एउटा माइन्डसेटमा तपाईँ के क्लियर हुनुपर्छ भन्दा तपाईँ जति पनि पढ्नुहुन्छ नि सबैजना तपाईँ लोकसेवा पास गर्नुहुन्न कि तपाईँको सबैको डेस्टिनी तपाईँको चाहिँ निजामती सेवा सर्भिस सेवा होइन क्या बुझ्नुभयो तपाईँहरूमध्ये कति तपाईँको चाहिँ व्यापारी व्यापारी भएर चाहिँ आउनुभयो होला सायद त्यो तपाईँको चाहिँ त्यो भाग्य लिएर आउनु भएको छ भने कुनै बेला ठक्कर खाएर तपाईँको चाहिँ व्यापारी गर्नुहुन्छ हामी त्यसो हाम्रो समाजमा कति मान्छेहरू विभिन्न काम गर्छन् लास्टमा केही हुँदैन केही काम नभएपछि विदेश आउँछ विदेशमा खतरा गर्दै आउँछ ऊ सेटल उतै सेटल भएर आउँछ जी कोही मान्छेको जन्मिँदा उसको चाहिँ विदेश वा घर आफू जन्म ठाउँभन्दा जन्मेको देशभन्दा बाहिर ठाउँमा गएर उनीहरूको सेटल हुने तपाईँको त्यस्तो हुनसक्छ हामी हेर्छौँ कति मान्छेको बिहे गरेपछि भाग्य चाहिँ उदय भएको होइन यो त देख्छौँ तर पहिला बुढाबुढी के हुन्थ्यो भन्दा छोरा बिग्रियो भने कि बिहे गरिदिनु कि त विदेश पठाइदिनु भन्थ्यो नि त होइन यो कुरा हेर्नु होला हामी पनि हाम्रो समाज हेर्छौँ कति मान्छेहरू विभिन्न काम गरेर आउँछ तर कुनै एउटा काममा गएपछि चाहिँ उसको राम्रो प्रगति भएको देख्छौँ होइन सो यो कुरा के भन्दा तपाईँको चाहिँ कर्म अलाइनमेन्ट भन्ने कुरा भन्दा क्या है सो यो कुरा गर्न जरुरी छ कति साथीहरू अब तपाईँलाई थाहा छ होला तपाईँको एस्ट्रोलोजीको आजभोलि त तपाईँको त एकदमै छ होइन तपाईँको एस्ट्रोलोजीको एकदमै होइन इन्डियामा त खतरा तपाईँको चाहिँ बुम भइरहेछ अनि आजभोलि नेपालमा पनि संस्कृत सिक्नुपर्छ वेदहरू पढ्नुपर्छ भन्ने कुरा छ यो धर्मसँग मैले जोड्न खोजिरहेको छैन दिस इज अकल्ट साइन्ससँग जोड्दैछु म तपाईँहरूलाई ठिक छ सो कस्तो हुन्छ भन्दाखेरि चाहिँ तपाईँ हामीलाई कुनै सानो कुराले चाहिँ कोही मान्छे सट्ट हिँडेर गयो भने त्यसको इफेक्ट त पर्छ त्यसको प्रेजेन्सको चाहिँ हामीलाई असर पर्छ भने यो प्लानेटहरूको पनि हामीलाई असर पर्छ जस्तो भोलि सूर्यग्रहण छ कति अब अरू फरक अब धर्म मानिनु हुन्छ होला होइन सो यस्तो ननसेन्स कुरा भन्नु होला तपाईँ केही हदसम्म सही हुन्छ तर के हो भन्दा तपाईँ बिलिभ गरे पनि नगरे पनि एस्ट्रोलोजी वर्क चाहिँ गर्छ क्या हो सो भोलि सूर्यग्रहण छ सो भोलि पछिको तपाईँ चाहिँ समय हेर्नुभयो भने सायद नेपालको पनि चेन्ज नेपालमा पनि तपाईँको धेरै उथल पुथल हुन्छ बाहिर पनि तपाईँले धेरै कुरा देख्न सक्नुहुन्छ यो वर्ष त्यो भएको के भन्दा यी कुराहरूले चाहिँ हामीलाई गभर्न गर्छ प्लानेटहरूलाई चाहिँ प्लानेटहरूले चाहिँ हामीलाई गभर्न गर्छ ठिक छ सो त्यो अनुसारले चाहिँ के हुन्छ हरेक मान्छेलाई कुनै न कुनै प्लानेट तपाईँको लागि चाहिँ फेभरेबल हुनसक्छ कसैको लागि चाहिँ अनफेभरेबल हुनसक्छ साथी भन्ने कुरा छ सुन्नुहुन्छ होला शनिले बर्बाद गर्यो सबैलाई बर्बाद गर्दैन कि जसको कुण्डलीमा शनि राम्रो छ उसलाई राम्रो एकदम बवाल गर्छ क्या यही बेलामा उसले चाहिँ यदि राइज गर्छ क्या तर जसको कुण्डलीमा शनि अलिकति निचको छ वा अलिकति गलत प्लानेटसँग छ वा तपाईँको चाहिँ होइन अनफेभरेबल अवस्थामा छ भने उसलाई असर गर्छ भन्ने कुरा हो सो यदि तपाईँहरू चाहिँ अब एस्ट्रोलोजीलाई बिलिभ गर्नुहुन्छ भने चाहिँ एटलिस्ट मेरो कुरा चाहिँ के भन्दा तपाईँ जहाँसुकै पढ्नुहोस् मलाई केही पनि छैन तर के भन्दा तपाईँ 3 दिनदेखि मसँग जोडिनु भएको छ द्याट मिन्स तपाईँ मेरो लागि प्रिय हुनुहुन्छ सो तपाईँको लागि भन्दैछु तपाईँ मेरो प्रिय भएर भन्दैछु कि तपाईँहरूले सक्नुहुन्छ भने यस्तो स्टोन लगाउने स्टोन धारण गर्ने भन्छ नि होइन रत्न धारण गर्ने तपाईँले यदि राम्रो ज्योतिषलाई देखाएर तपाईँको कुण्डली देखाएर तपाईँको कुण्डलीमा कुन चाहिँ प्लानेटले तपाईँलाई चाहिँ प्रमिस गर्छ तपाईँलाई दिन्छु भनेर त्यो प्लानेटलाई तपाईँले चाहिँ पुज्नुभयो भने त्यो प्लानेटलाई चाहिँ तपाईँले चाहिँ बलियो बनाउनु भयो भने सायद त्यही प्लानेटबाट तपाईँले आफ्नो लाइफलाई एकदम स्मुथली लान सक्नुहुन्छ क्या किनकि भोलि हामी निजा लोकसेवा ट्राई गर्दा 3-4 वर्ष ट्राई गर्दा असफल भएर हामी पागल पनि हुम्ला के हुम्ला किनकि लोकसेवा पास नहुँदै पनि तपाईँको जिन्दगी सकिने होइन कि यो त जस्ट एउटा तपाईँको चाहिँ लाइफको एउटा पार्ट हो क्या अहिले जस्तै तपाईँ हामीसँग जोडिनुहुन्छ 3-4 महिना हामीसँग हुनुहुन्छ त्यो एउटा लाइफको पार्ट हो किनकि हामी जोडिन्छ त्यही छौँ किनकि अहिले युट्युबमा हेर्ने फेसबुकमा यहाँ तपाईँहरू आउने फेसबुकको हामी सबै कहिले पनि कनेक्ट हुन सक्दैनौँ यदि हुन्थ्यो भने भन्नु त हामी स्कुल लेभलदेखि हाम्रा कति फ्रेन्ड साथीहरू चाहिँ हामीले बनाउँदै आयौँ के अहिलेको यो समयमा के तपाईँको चाहिँ स्कुल लेभलमा जुन 1 कक्षा 2 कक्षा पढेको साथीहरू तपाईँसँग साथी हुनुहुन्छ हुनुहुन्न हजुर केही साथीहरू बिचमा छोडेर जानुभयो केही साथीहरू तपाईँको चाहिँ नयाँ आउँदै जानुभयो हजुर यो तपाईँको लाइफको के हो त तपाईँको यो त जर्नी हो नि त हजुर यो लाइफको जुन यो यात्रामा तपाईँले केही सर्टेन केही वर्ष तपाईँले चाहिँ निजामती सेवाको लागि तपाईँ चाहिँ प्रिपरेसन गर्दै हुनुहुन्छ तपाईँ सफल हुनु पनि सक्नुहुन्छ असफल हुन सक्नुहुन्छ तर मेहनत गर्दैमा सफल हुनुहुन्छ भने पनि होइन यदि हुन्थ्यो भने म तपाईँलाई के भन्छु भन्दा सचिन तेन्दुलकरको छोरा जुन चाहिँ क्रिकेटको भगवान भन्छन् सचिन तेन्दुलकर उनको छोरा भगवानको छोरा किन तपाईँको चाहिँ क्रिकेटमा चाहिँ तपाईँको चाहिँ आफ्नो करियर बनाउन सकेनन् के मेहनत गरेको थिएन र मेहनत त पक्कै गरेको थिएँ होइन र हो नि अमिताभ बच्चन बलिउडको स्टार होइन भगवान उनको छोरा अभिषेक बच्चन
त्यही भगवानको छोरा किन फिल्म इन्डस्ट्रीमा तपाईँको फ्लप भइरहेछ नि त नि? के उनले चाहिँ एक्टिङ कोर्स गरेको थिएन होला र? के उनलाई डान्स गर्न आउँदैन थियो होला र? के त्यो टाइपको इन्भाइरोमेन्ट उनको बुवाले चाहिँ दिएको थिएन होला? दिएको थियो नि त। तर फेरि पनि किन छ भन्दा यो के हो भन्दा तपाईँको चाहिँ मेहनत मात्र। म चाहिँ के भन्छु भन्दा म केमा बिलिभ गर्छु भन्दा चाहिँ यो मेरो ओपिनियन हो है। सायद तपाईँलाई चाहिँ नराम्रो लाग्न सक्छ, तपाईँ यसमा डिसएग्री हुनसक्छ, त्यो तपाईँको कुरा। तर के भन्दा मेहनत गर्दैमा चाहिँ हुँदैन। तपाईँलाई तपाईँको कर्म, तपाईँको चाहिँ भाग्यले पनि तपाईँलाई साथ दिनुपर्छ। त्यही भएर चाहिँ तपाईँलाई चाहिँ कर्म अलाइनमेन्ट गर्न जरुरी छ। मेरो कन्सेप्ट चाहिँ यो हो। यदि तपाईँलाई विदेशमा तपाईँको राम्रो हुनेवाला छ, अब तपाईँ विदेशमा सेटल हुनुहुन्छ भने तपाईँ यो यसमा यो क्षेत्रमा कति सर देख्नुहुन्छ नि तपाईँ। जो मान्छे अलरेडी तपाईँको चाहिँ म नाम भन्दिनँ, तपाईँ आफै गेस गर्न सक्नुहुन्छ होइन। जो अलरेडी निजामती सेवामा एउटा होइन उपसचिव लेभलसम्म पुग्नु भएको, वा लामो समय 10-12 वर्ष त निजामती सेवामा काम गरेर व्यक्ति पछि कुनै कारणवश फ्यामिलीको कारणले गर्दा वा के गर्दा तपाईँको बाहिर सेटल हुनुपर्ने भएर तपाईँ रिजाइन दिएर गएका छन् होइन र? छन् नि। कोही मान्छे तपाईँको चाहिँ पोलिटिक्समा आउनलाई तपाईँको चाहिँ रिजाइन दिएर गएका छन्। लास्टमा पोलिटिक्समा तपाईँको चाहिँ होइन तपाईँको चाहिँ टिकटै नपाएर लास्टमा चाहिँ तपाईँको चाहिँ लाइफ यत्तिकै तपाईँको ड्यामेज भएको हुन्छ। छ कि छैन? छ नि त। भनेपछि यो सबै के हो त भन्दा हामीले त्यो हाम्रो डेस्टिनी कहाँ छ भन्ने कुरा हो कि। त्यही भएर तपाईँको चाहना, तपाईँको इच्छा हुँदैमा यो प्राप्ति हुन्छ नि छैन। ए तपाईँको के हो कस्तो हुन्छ भन्दा तपाईँको अलिकति यसलाई डेथमा गयो भने पूर्वजन्ममा तपाईँको चाहिँ इच्छा हुनु पऱ्यो कि म यो त समाजको नोकर हो नि त। तपाईँ जुन यो निजामती सेवामा आउनु भनेको चाहिँ के त तपाईँले देशलाई सेवा गर्न आएको हो नि त, जनतालाई सेवा गर्न आएन र? द्याट मिन्स के त भन्दा त्यो तपाईँको चाहिँ कनेक्ट भएको हुनु पऱ्यो क्या। सो त्यो कनेक्ट गराउनु जरुरी छ यदि तपाईँको चाहना हो भने है। त्यो भएर चाहिँ यो चाहिँ गर्नुहोस् भन्छु म तपाईँलाई। एस्ट्रोलोजिकली पनि आफूलाई चाहिँ एउटा कन्सल्ट गर्नुहोस्, किनकि अहिलेको टाइममा चाहिँ दुःख गर्दा गर्दा तपाईँको चाहिँ हरेस खाएर लास्टमा चाहिँ होइन, किनकि तपाईँको गलत ट्र्याकमा तपाईँ किन आउनुहुन्छ भन्ने कुरा हो क्या। हुन त तपाईँहरू आउनुभयो यहाँ भएर आउनुभयो भने त एडुसरलाई फाइदा होला, तर म अहिले एडुसरको फाइदालाई कुरा चाहिँ म तपाईँको फाइदालाई कुरा गर्दैछु। जति पनि साथीहरूले युट्युबबाट हेर्दै हुन्छ, फेसबुकबाट तपाईँ हेर्दै हुन्छ, क्लासमा हुन्छ, किनकि तपाईँको लाइफ हो। तपाईँको लाइफलाई इजी गराउने कि डिफिकल्ट गराउने तपाईँको हातमा छ क्या। त्यही भएर हामी एसएलसीमा तपाईँको चाहिँ होइन A+ आयो, वा हाम्रो टाइममा भन्दा तपाईँको चाहिँ डिस्टिङसन भन्थ्यौँ के अरे होइन, फर्स्ट डिभिजन आयो भने चाहिँ हामी साइन्स पढ्ने इन्ट्रेस्ट छैन मान्छे, तर के त मार्क्सको आधारमा हामी के पढ्ने डिसाइड गर्छौँ कि त्यो गलत हो कि। अनि 2 वर्ष साइन्स पढ्यो, त्यसपछि फेरि तपाईँको चाहिँ अनि यो साइन्सबाट चाहिँ भएन भने फेरि म्यानेजमेन्टतिर आउँछौँ कि। मैले कति हामी सिम्याट पनि पढाउँछौँ बच्चाहरूलाई, अहिले +2 को बच्चाहरू कति आउँछन् त्यहाँ। साइन्स पढ्यो तपाईँको चाहिँ सिम्याट प्रिपरेसनमा आउँछन् बनाउँछेको यतापट्टि BBA प्रोग्रामको लागि। म सोध्छु भाइ बहिनीहरूलाई कि तिमी किन साइन्स पढ्यौ, किन यता आयो, किन तिमी इन्जिनियरिङतिर गएन, किन डक्टरतिर गएनौ? म चाहिँ उतातिर मलाई इन्ट्रेस्ट लागेन। त्यसो भए किन पढ्यौ त भन्दा एससीमा चाहिँ राम्रो मार्क्स आएको थियो भन्नुहुन्छ कि। भनेपछि हामीलाई के छ भन्दा हाम्रो प्यारेन्ट्सले हाम्रो प्यारेन्ट्सले त कतिवटा थाहा छैन। सो जुन कुराहरू हामीले तपाईँहरू त मभन्दा धेरै सानो हुन्छ होइन, धेरै जुनियर हुन्छ तपाईँहरू, यसो बुझ्नुहोस् होइन। त्यो भएर चाहिँ तपाईँ गलत ट्र्याकमा नजानुहोस् भन्ने मेरो कन्सेप्ट हो क्या। त्यही भएर यदि तपाईँहरू निजामती सेवामा आउन जानुहुन्छ, एउटा सरकारी गभर्मेन्ट सेक्टरमा तपाईँले चाहिँ आफ्नो करियरलाई सेट गर्न चाहनुहुन्छ भने तपाईँहरू तन मन सबै लगाएर चाहिँ लाग्नु पर्यो र सँगसँगै अलिकति एस्ट्रोलोजिकली पनि तपाईँले आफूलाई चाहिँ ठिक गरेर तपाईँहरू चाहिँ यसमा लाग्नु पर्यो। त्यो गर्नु भने ढिलो चाँडो तपाईँको हुन्छ। तपाईँ कस्तो, तपाईँ एउटा म तपाईँलाई जस्ट एउटा इक्जाम्पल दिन्छु। म कोही मान्छे 2-3 वर्षदेखि लोकसेवा तयारी गरेर हुन्छ, कहीँ पनि पास भएको हुन्न क्या। तर जुन बेलामा पास हुन्छ नि त्यो वर्ष उसको 3-4 ठाउँमा तपाईँको 10 ठाउँमा नाम निस्किएर हुन्छ। नोटिस गर्नुभएको छ कुरा किन हो भन्दा उसको टाइमिङ आयो कि। त्यो टाइममा उसले जुनसुकै इक्जाम पनि क्र्याक गर्न सक्छ कि। नट ओन्ली तपाईँको यो गभर्मेन्ट यो तपाईँको लोकसेवाको इक्जाम, उसले इभन तपाईँको चाहिँ उसको एकाडेमिक करियर पनि उसले चाहिँ राम्रो मार्क्स ल्याएर चाहिँ पास भएको हुन्छ, किनकि उसको त्यो टाइमिङ आएको हो कि। यो कुरा तपाईँले बुझ्नु होला। ल ओके, क्यामेरा अफ भयो, ठिक छ। सो आजलाई हामी यति नै गर्छौँ। सो जति पनि साथीहरू तपाईँहरू जोइन हुन चाहनुहुन्छ भने जुन त्यहाँ एडुसरको नम्बर छ त्यहाँ तपाईँहरू चाहिँ कन्ट्याक्ट गर्नु होला, किनकि अब भोलिबाट चाहिँ तपाईँहरूमा म लाइभ आउने छैन। त्यही भएर आज तपाईँलाई चाहिँ मैले तपाईँलाई आफ्नै फ्यामिली सम्झेर मैले तपाईँलाई चाहिँ आफ्नो 2-4 कुराहरू भने है। सो अब यसमा पनि तपाईँहरू सबैले त मान्नुहुन्न, किन तपाईँले पनि भोग्नु त पऱ्यो नि, कर्म त भोग्न आउनु भएको छ नि त होइन, ठिक छ। प्रारब्धलाई भोग्नुपर्छ क्या भन्ने कुरा हो। सो ठिक छ। सो अब भोलि चाहिँ बिदा छ, पर्सिबाट चाहिँ हामी रेगुलर क्लास गर्छौँ, लाइभ चाहिँ जाँदैनौँ, ठिक छ। जति पनि साथीहरू तपाईँहरू चाहिँ यदि जोइन हुन चाहनुहुन्छ भने हजुर चाहिँ एडुसरमा कन्ट्याक्ट गरेर जोइन गर्नु होला है। सो धेरै साथीहरू त म पक्कै पनि हाम्रो रेगुलर क्लासमा भेटिहाल्छु, ठिक छ। बाँकी साथीहरू तपाईँ जहाँ भए पनि खुसी रहनुहोस्, राम्रोसँग तपाईँहरू चाहिँ आफ्नो करियरको लागि चाहिँ फोकस गरेर चाहिँ
यो तयारीमा चाहिँ लाग्नु होला भन्दै तपाईँलाई चाहिँ मैले अग्रिम शुभकामना दिएँ है। सो इक्जामको पनि तपाईँलाई अग्रिम शुभकामना दिँदै म सुनिल छेत्री फाइनल्ली आजको यो लाइभ सेसनबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, शुभरात्रि, गुड नाइट।